हेलो साथीहरू नमस्कार। हामी चाहिँ ग्रामरको ट्रान्सफर्मेसन भन्ने च्याप्टर पढिरहेका छौँ। पार्ट 1, 2, 3, 4 मा हामीले पोजिटिभलाई नेगेटिभमा कसरी लग्ने त्यो पढेका छौँ र पार्ट 5 मा हामी एसेटिभ सेन्टेन्स अथवा स्टेटमेन्ट सेन्टेन्सलाई यस नो क्वेसन अथवा इन्ट्रोगेटिभ सेन्टेन्स कसरी बनाउने त्यो पढ्नेवाला छौँ। यस नो क्वेसन भन्नु अनि इन्ट्रोगेटिभ सेन्टेन्स भन्नु एउटै हो र स्टेटमेन्ट भने पनि हुन्छ, एसेटिभ भने पनि हुन्छ, यो दुईटा भन्नु एउटै हो। यो कुरा बुझ्नुहोस् ल साथीहरू। यो हो हाम्रो इन्ट्रोगेटिभ सेन्टेन्स मतलब पार्ट 5। यो पढ्नुभन्दा अगाडि पहिला म तपाईँहरूलाई केही कुरा बुझाउन चाहन्छु र केही कुरा भन्न चाहन्छु है। तपाईँहरू सायद हेर्दै हुनुहुन्छ होला, यहाँनिर हेर्नुहोस्, यो एक्चुअली भर्ब भनेको छ अनि यहाँ मेन भर्ब भनेको छ। जस्तै यहाँ हेरौँ, यतातिर हाम्रो ह्याभ भर्ब भनेको छ, डु भर्ब भनेको छ हो, यतातिर हाम्रो मेन भर्बहरू भनेको छ हो। यस्तै गरी हाम्रो विभिन्न प्रकारका भर्बहरू दिएका छन् यसमा है। अब पहिला त हामी यी भर्बहरूका बारेमा बुझौँ, कस्तो भर्बहरू हो, के भर्बहरू हो, होइन, भर्बहरूका कति टाइपहरू हुन्छन् त्यो बुझौँ बल्ल, अनि त्यसपछि हामी यस नो क्वेसन बनाउनेछौँ। ओके, टाइप्स अफ भर्ब्स, कति प्रकारका भर्ब्सहरू हुन्छन् त्यो हामी हेरौँ। नम्बर 1 मा छ एक्सिलरी भर्ब्स, भन्नुको अर्थ सहायक क्रियापद। एक्सिलरी भर्ब्सहरूलाई हेल्पिङ भर्ब्स पनि भनिन्छ भने। ओके, मतलब एक्सिलरी भर्ब भन्नु र हेल्पिङ भर्ब भन्नु एउटै हो रे। अब एक्सिलरी भर्बको इक्जाम्पलहरू हेरौँ। इज, एम, आर, वाज, वेयर, बिङ, बिन, डु, डज, डिड, ह्याज, ह्याभ, ह्याड, अनि क्यान, कुल्ड, विल, वुड, स्याल, सुल्ड, मे, माइट, मस्ट, आउट टु, निड। यिनीहरू चाहिँ एक्चुअली भर्ब हुन्। हेल्पिङ भर्ब भन्दा नि भयो, एक्चुअली भर्ब भन्दा पनि भयो। अर्को नम्बर 2 मा दिएको छ बी भर्ब। बी भर्बमा चाहिँ इज, एम, आर, वाज, वेयर अनि बिङ, बिनसम्म पर्छन् है। जस्तै मैले लेखेको छु, इज, एम, आर, वाज, वेयर, बिङ, बिन, बी भर्ब भयो। नम्बर 3 मा छ डु भर्ब। डु भर्बमा चाहिँ डु, डज, डिड पर्छ। जस्तै यो डु, डज, डिड यो एक्चुअली भर्बभित्र पनि छ है। कहाँ छ भन्नेले यहाँ डु, डज, डिड। ओके, अनि त्यसपछि नम्बर 4 मा ह्याभ भर्ब रहेको छ। ह्याभ भर्बमा चाहिँ ह्याज, ह्याभ, ह्याड पर्छ र यो ह्याज, ह्याभ, ह्याड पनि हाम्रो एक्चुअली भर्बमा दिएको छ, ह्याज, ह्याभ, ह्याड। ओके, अनि त्यसै गरी हाम्रो यतातिर मोडेल भर्ब है। मोडेल भर्बमा चाहिँ क्यान, कुल्ड, विल, वुल्ड, स्याल, सुल्ड, मे, माइट, मस्ट, आउट टु, निड पर्छ र यसै गरी मेन भर्ब। अब मेन कुरा बुझ्नुपर्ने भनेको यो मेन भर्बलाई हो है। मेन भर्बमा चाहिँ इट, राइट, रिड, प्ले, गो, कम, ड्रिङ्क, स्लिप, रन, वर्क, सिङ, डान्स, जम्प, बाई, टिच, स्पिक, ओपन, क्लोज, हेल्प, इटिसी, मतलब धेरै पर्छ। यसमा चाहिँ भर्ब 1, भर्ब 2, भर्ब 3, भर्ब 4, भर्ब 5हरू हुन्छ है। अब यो मेन भर्बको बारेमा चाहिँ अहिले हामी अलग्गै बुझ्नेछौँ है, किनकि सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ ग्रामरमा, पुरै ग्रामरमा यो च्याप्टरमा मात्र होइन, पुरै ग्रामरमा तपाईँहरूलाई काम लाग्ने कुरा भनेको यही मेन भर्बहरू हो। यसको बारेमा चाहिँ अहिले म एकैचोटि भन्छु र राम्रोसँग बुझाउनेवाला छु। त्योभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई एउटा सानो कुरा भन्न चाहन्छु है। यो बी भर्ब पनि एक्चुअली भर्बभित्र छ। जस्तै बी भर्बमा के छ, इज, एम, आर, वाज, वेयर, बिङ, बिन छ। यो पनि एक्चुअली भर्बमा छ। यहाँ हेर्नुहोस्, इज, एम, आर, वाज, वेयर, बिङ, बिन। जस्तै डु, डज, डिड भन्नुको अर्थ मतलब यहाँ हेर्नुहोस्, यो डु भर्ब हो नि त। डु, डज, डिड भनेको त डु भर्ब हो। यो डु भर्ब पनि एक्चुअली भर्बभित्र पर्छ। अनि ह्याभ भर्ब पनि ह्याभ, ह्याज, ह्याड, यो पनि ह्याभ, ह्याज, ह्याड भित्र छ। मतलब यो बी भर्ब, डु भर्ब, ह्याभ भर्बहरू अनि पछि यो मोडेल भर्बहरू चाहिँ एक्चुअली भर्बभित्र पर्ने भर्बहरू हुन् तिनीहरू। त्यसैले तपाईँहरू के सोच्नुहोस् भनेपछि जो यो बी भर्ब, डु भर्ब, ह्याभ भर्ब अनि यो मोडेल भर्ब छ नि, यिनीहरूलाई चाहिँ एक्चुअली भर्ब पनि भन्छन् है। म तपाईँहरूलाई के बुझाउन खोजिरहेको छु भने, यदि तपाईँलाई कसैले भने बाबु बी भर्ब भनेको के हो भनेपछि तपाईँले यति भन्नु पर्यो। ओके, यदि तपाईँलाई सोध्यो कसैले डु भर्ब भनेको के हो बाबु भनेपछि डु, डज, डिड हो सर भनेर भन्नु पर्यो हो। त्यसै गरी ह्याभ भर्ब भनेको के हो बाबु भनेपछि तपाईँहरूले ह्याभ, ह्याज, ह्याड हो सर भन्नु पर्यो। अनि त्यसै गरी मोडेल भर्ब भनेको के हो बाबु भनेपछि तपाईँले यो भन्नु पर्यो, यिनीहरू भन्नु पर्यो। तर तपाईँहरूलाई कसैले एक्चुअली भर्ब भन बाबु भनेपछि तपाईँहरूले सबै
बी भर्बलाई मिलाउने, डु भर्बलाई मिलाउने, ह्याभ भर्बलाई मिलाउने अनि यो मोडेल भर्बलाई मिलाएर सबै भर्बलाई मिलाएर भन्नु पर्यो। यति बुझिसकेपछि अब हामी बुझौँ मेन भर्बको बारेमा। अब यो मेन भर्बलाई चाहिँ हामीले स्पेसल्ली एकदम राम्रोसँग बुझ्नुपर्ने हुन्छ। त्यसैले म तपाईँहरूलाई मेन भर्बहरू पहिला त म देखाउँछु। यो जति पनि मैले यहाँ मेन भर्बहरू दिएको छु, यी यति मेन भर्बहरू मात्र छैनन्, मेन भर्बहरू धेरै छन्, धेरै। ल हेर्नुहोस् कति धेरै मेन भर्बहरू छन्। ल हेर्नुहोस् त, हेर्नुहोस् यो सबै मेन भर्बहरू हुन्। र जुन मैले टिक लगाएको छु नि, यो टिकहरू हेर्दै हुनुहुन्छ नि, यो टिकहरू चाहिँ एकदम इम्पोर्टेन्ट मेन भर्बहरू जो मैले टिक लगाएको छु तिनीहरू हुन् है। ल हेर्नुहोस् यो सबै मेन भर्बहरूलाई तपाईँहरू लेख्ने भए लेख्नुहोस्। म त के भन्छु भनेपछि तपाईँहरूको ग्रामर बुक होला, ग्रामर बुकको लास्टमा दिएको होला है यी मेन भर्बहरू। र मेन भर्बहरूलाई बुझाउँदाखेरि चाहिँ यसमा चाहिँ भर्ब 5 सम्म दिएको छैन, यसमा चाहिँ भर्ब 1 दिएको छ, भर्ब 2 दिएको छ र भर्ब 3 मात्र दिएको छ। यसपछि हुन्छ भर्ब 4, भर्ब 5 हुन्छ, त्यो दिएको छैन हामीलाई, भर्ब 3 सम्म मात्र दिएको छ। अब यसलाई बुझ्ने तरिका, पढ्ने तरिका के भनेपछि कसरी तपाईँहरूलाई बी भर्बको भर्ब 2 भन भनेपछि वाज वेयर भन्नु पर्यो। ओके, अनि बी भर्बको भर्ब 3 के हुन्छ भनेपछि बिन भन्नु पर्यो। त्यसै गरी बिट, यो बिट छ। अब बिटको भर्ब 1 के हुन्छ, बिट हो। यो त बिट भनेको त भर्ब 1 हो। अब बिटको भर्ब 2 के हुन्छ बाबु भनेपछि बिट भन्नु पर्यो हो। भर्ब 3 के हुन्छ भनेपछि बिटै भन्नु पर्यो। त्यसै गरी यहाँ फिल, यो फिलको भर्ब 2 के हुन्छ बाबु भनेपछि फेल्ट भन्नु पर्यो। ओके, अब फिलको भर्ब 3 के हुन्छ बाबु भनेपछि फेल्ट भन्नु पर्यो। त्यसै गरी फलाइको भर्ब 2 के हुन्छ बाबु भनेपछि फ्ल्यू भन्नु पर्यो। अनि फलाइको भर्ब 3 के हुन्छ भन्नु पर्यो, फलाइको भर्ब 3 के हुन्छ बाबु भनेर कसैले सोधेपछि फ्लोन भन्नु पर्यो। ओके, राम्रोसँग हेर्नुहोस्, यिनीहरू हुन् मेन भर्बहरू। यति मात्र छैनन्, मेन भर्बहरू धेरै हुन्छन्। यहाँ हेर्नुहोस्, म तपाईँहरूलाई देखाउँदैछु। ल हेर्नुहोस्, यो लाइन भर्ब 1 को, यो लाइन भर्ब 2 को र यो लाइन भर्ब 3 को। ओके, त्यसै गरी म लेखिदिन्छु, यो भर्ब 1, यो लाइन भर्ब 2 को, यो लाइन भर्ब 3 को। त्यसै गरी यो लाइन भर्ब 1 को, यो लाइन भर्ब 2 को हो अनि यो लाइन भर्ब 3 को। ओके, यिनीहरू पनि सबै मेन भर्बहरू हुन्। अनि जुन मैले यहाँ टिक लगाएको छु यिनी मेन भर्बहरू चाहिँ अलि मतलब अरूभन्दा अलि इम्पोर्टेन्ट मेन भर्बहरू हुन्। यिनीहरूलाई चाहिँ धेरै जसो ग्रामर बुकहरू क्वेसन गर्दाखेरि देखिरहेको हुन्छ। मतलब एनी टाइम रिपिट भइराख्छन् कि यिनीहरू, आइराख्छन्, बेला बेलामा आइराख्ने कुराहरू हुन् यिनीहरू, मैले टिक लगाएको कुराहरू चाहिँ। ओके, यिनीहरूलाई यति धेरैलाई रट्न त सकिँदैन होइन, पढ्न त सकिँदैन। तर म के भन्न चाहन्छु भने चाहिँ तपाईँहरूले क्वेसन सल्भ गर्दा गर्दै, त्यसै क्वेसनहरूलाई सोल्युसन गर्दा गर्दै, प्र्याक्टिस गर्दा गर्दै होइन, यिनीहरू आफै याद भइहाल्छन्। म तपाईँलाई राम्रोसँग देखाउन चाहन्छु, यहाँ मेन भर्बहरू हुन्। यिनीहरूलाई पनि लेख्नुहोस् अथवा पढ्नुहोस् अथवा हेर्नुहोस्, जे गर्नुहुन्छ गर्नुहोस्। र पछाडि पनि छ, यो चाहिँ भर्ब 1, यो चाहिँ भर्ब 2, यो चाहिँ भर्ब 3, यो चाहिँ भर्ब 1, यो चाहिँ भर्ब 2, यो चाहिँ भर्ब 3। ओके साथीहरू, अब यति कुरा बुझिसकेपछि हामीले बुझ्नुपर्ने भनेको चाहिँ एस्नो क्वेसन भनेको के हो अनि इन्टरगेटिभ सेन्टेन्स भनेको के हो है। त्यो नबुझ्नुभन्दा अगाडि चाहिँ हामीले यो च्याप्टर सुरु गर्न मिल्दैन। ल हेर्नुहोस्, पहिला हामी एस्नो क्वेसन भनेको के हो त्यो हेरौँ। जस्तै जसको जवाफ एस वा नोमा दिन सकिन्छ त्यस्ता प्रश्नहरूलाई एस्नो क्वेसन भनिन्छ। बुझ्नु भएन? तल हेर्नुहोस्, इक्जाम्पलहरू पनि मैले लेखिदिएको छु दुईवटा है। जस्तै यहाँ हेर्नुहोस्, डु यु लाइक टी? अब के भन्यो, के तिमीलाई चिया मनपर्छ भन्यो कसैले मलाई सोध्यो है। म के भन्छु, या त मनपर्छ भन्छु, यस भन्छु, या त नाइ मन पर्दैन भन्छु, नो भन्छु। मतलब जुन यो क्वेसन छ यो क्वेसनको उत्तर केमा आइरहेको छ त, या त यसमा आइरहेको छ या त नोमा आइरहेको छ। हो, त्यसैले हामीले यो क्वेसनलाई चाहिँ एस नो क्वेसन भन्न मिल्यो। ओके, अनि अर्को इक्जाम्पल, आर यु कमिङ टुमरो? भन्नुको अर्थ के तिमी भोलि आउँदैछौ भन्यो कसैले मलाई सोध्यो। म के भन्छु, म आउँछु भन्छु, या त म के भन्छु, नाइमा आउँदैन भन्छु। भन्नुको अर्थ या त म यस भन्छु या त म नो भन्छु। यसको उत्तर पनि केमा आइरहेछ, यसको एन्सर एस अथवा नोमा आइरहेछ। भन्नुको अर्थ यसलाई पनि हामीले एस नो क्वेसन भन्न मिल्यो।
तर वेयर आर यु गोइङ? अब हेर्नुहोस्, तिमी कहाँ जाँदैछौ भन्यो। अब तिमी कहाँ जाँदैछौ भनेपछि यसको जुन उत्तर छ त्यो के हामी यस र नोमा दिन सक्छौँ? सक्दैनौँ नि। किनकि क्वेसनले के सोधेको छ, तिमी कहाँ जाँदैछौ? अब तिमी कहाँ जाँदैछौ भनेर क्वेसनले कसैले हामीलाई गर्यो भने यस्तो क्वेसन हामी के भन्छौँ? म काठमाडौँ जाँदैछु, म अत्र जाँदैछु, म नेपाल जाँदैछु, होइन, म सुदूरपश्चिम जाँदैछु, त्यो भन्छौँ। त्यसैले यसको उत्तर चाहिँ हामी म जाँदैछु, नाइ म जाँदै छैन त्यस्तै हामीले दिन मिल्दैन है। जस्तै अर्को, व्हाट इज योर नेम भन्यो। अब तिम्रो नाम के हो भनेर मलाई कसैले सोधेपछि मेरो नाम हो, नाइ मेरो नाम होइन भनेर म थोरै उत्तर दिन सक्छु। मैले त नाम भन्ने हो नि त यहाँनिर। जस्तै मानौँ मेरो नाम कैलाश हो, मेरो नाम राम हो, मेरो नाम सीता हो भनेर मैले यहाँनिर नाम भन्नुपर्ने छ। यहाँनिर यस र नोको कुरै छैन। ओके, त्यसैले मैले के भन्न खोजिरहेको छु भने यो क्वेसन यस नो क्वेसन भयो, किनकि यसको एन्सर चाहिँ यस र नोमा आइरहेको छन्। तर यो क्वेसन चाहिँ यस नो क्वेसन होइनन्, किनकि यिनी दुईटाको एन्सर चाहिँ यस र नोमा आइरहेको छैन। ओके, अब हेरौँ हामी इन्ट्रोगेटिभ सेन्टेन्स भनेको के रहेछ है। प्रश्न सोध्न प्रयोग हुने वाक्यहरूलाई इन्ट्रोगेटिभ सेन्टेन्स भनिँदो रहेछ। ओके, जस्तै यहाँ हेर्नुहोस् है, फेरि म माथिकै इक्जाम्पल देखाउन गयो। जस्तै यहाँ हेर्नुहोस्, अब डु यु लाइक टी भन्नुको अर्थ यो पनि एउटा क्वेसन सोधिरहेको छौँ हामीलाई कोही। अनि आर यु कमिङ टुमारो यो पनि एउटा क्वेसन हो, प्रश्न हो। ओके, जस्तै वेयर आर यु गोइङ यो पनि एउटा प्रश्न हो। जस्तै व्हाट इज यर नेम यो पनि एउटा प्रश्न हो। भन्नुको अर्थ यो पनि प्रश्न, यो पनि प्रश्न, यो पनि प्रश्न, यो पनि प्रश्न। जति पनि क्वेसनहरू छन् ती सबैलाई चाहिँ इन्ट्रोगेटिभ सेन्टेन्स भनेर चिनिँदो रहेछ। फेरि यतातिर लेखेको यी क्वेसनहरू मात्र होइन, अरू क्वेसनहरू पनि, कुनै पनि क्वेसनहरू, हरेक क्वेसनलाई चाहिँ इन्ट्रोगेटिभ सेन्टेन्स भनेर भनिँदो रहेछ है। यो कुरा बुझ्नुहोस्, दिमागमा हाल्नुहोस्। ओके साथीहरू, अब हामीले यस नो क्वेसन इन्ट्रोगेटिभ सेन्टेन्सको बारेमा बुझिसकेपछि अब हामी यसका रुल्सहरू हेरौँ र यसको स्ट्रक्चर कस्तो हुन्छ भन्नुको अर्थ यसको फर्मुला कस्तो हुन्छ त्यो हेरौँ। ल, अब हामी पहिला त स्टेटमेन्टबाट सुरु गरौँ। स्टेटमेन्ट भनेको के रहेछ, एसेटिभ सेन्टेन्स भनेको के रहेछ त्यो हेरौँ है। स्टेटमेन्ट भन्नु र एसेटिभ सेन्टेन्स भन्नु एउटै हो। र स्टेटमेन्ट र एसेटिभ सेन्टेन्स भन्नुको मतलब के हो कि, जस्तै मानौँ यो ए नम्बरको जुन यो क्वेसन छ नि, यो राम इज प्लेइङ भलिबल हो, यो एउटा स्टेटमेन्ट हो र यो एउटा एसेटिभ पनि हो। एसेटिभ सेन्टेन्स भन्ने पनि हुन्छ यसलाई, यो स्टेटमेन्ट भन्दा पनि हुन्छ यसलाई। जस्तै बी नम्बरको सीता रोट अ लेटर हो, यो एउटा स्टेटमेन्ट हो, मतलब एसेटिभ सेन्टेन्स हो। भन्नुको अर्थ स्टेटमेन्ट एसेटिभ सेन्टेन्स भन्नुको अर्थ एउटा क्वेसन जस्तै हो क्या। जस्तै यहाँ क्वेसनहरू, यो पनि क्वेसन हो, यो बी नम्बरको पनि क्वेसन हो, अनि यो सी नम्बरको पनि क्वेसन हो। यो क्वेसन जस्तै हो स्टेटमेन्ट र एसेटिभ सेन्टेन्स भनेको। त्यसैले अब स्टेटमेन्टलाई एस नो क्वेसन र इन्ट्रोगेटिभ बनाउँदाखेरि के गर्नुपर्छ त्यो हामी हेरौँ। फर्मुला, यो फर्मुलालाई बुझ्नुहोस् पहिला। एक्चुअली भर्ब, पहिला हामीले क्वेसनमा एक्चुअली भर्ब खोज्ने। एक्चुअली भर्ब छ भने एक्चुअली भर्बलाई सुरुमा राख्ने, त्यसपछि हामीले सब्जेक्टलाई राख्ने, त्यसपछि हामीले मेन भर्बलाई राख्ने, त्यसपछि हामीले लास्टमा क्वेसन मार्क गर्नुपर्छ। यो चाहिँ फर्मुला हो एस नो क्वेसनको। एक्चुअली भर्बको बारेमा हामीले बुझिसक्यौँ, मेन भर्बको बारेमा पनि हामीले बुझिसक्यौँ। तर अब हामीले बुझ्नु जरुरी छ सब्जेक्टको बारेमा। अब यो सब्जेक्ट भनेको यस्तो कुरा हो कि जुन काम गरिरहेको छ क्या, जो मान्छे काम गरिरहेको छ त्यसलाई भनिन्छ सब्जेक्ट। सिम्पल तरिकामा बुझ्दाखेरि यसरी बुझ्नुहोस्। जस्तै पहिला हामी रुल्स नम्बर 1 पढौँ, त्यसपछि तपाईँहरूलाई सब्जेक्टको बारेमा क्लियर हुन्छ है। ल, अब हामी नेमहरू हेरौँ। नेम रुल्स 1मा के भनेको छ भने चाहिँ स्टेटमेन्टलाई एस नो क्वेसन बनाउँदा एक्चुअली भर्बलाई अगाडि ल्याई अन्तमा क्वेसनमा गरिन्छ भन्यो। जस्तै इक्जाम्पल हेरौँ, ए नम्बरको इक्जाम्पल, राम इज प्लेइङ भलिबल। अब हेर्नुहोस्, यो क्वेसन हो, यसलाई क्वेसन भन्नुहोस्, स्टेटमेन्ट भन्नुहोस्, या त एसेटिभ सेन्टेन्स भन्नुहोस्, जे भन्नुहोस्, यो क्वेसन जस्तै हो। ओके, यो क्वेसन हो। यो क्वेसनमा चाहिँ हामीले हेर्नु पर्यो यसमा एक्चुअली भर्ब कुन हो त। यसो हेर्दाखेरि एक्चुअली भर्ब चाहिँ यो इज हो है। अब यो इज एक्चुअली भर्ब हो भनेपछि यसलाई हामीले अगाडि राख्नुपर्छ, किनकि हाम्रो फर्मुलामै त्यही भनेको छ कि एक्चुअली भर्ब अगाडि राख्नुपर्छ। त्यसपछि हामीले के राख्नुपर्छ, सब्जेक्ट राख्नुपर्छ। अब यो क्वेसनमा काम को गरिरहेको छ, मतलब राम इज प्लेइङ भलिबल, भलिबल खेलि त रहेको छ, तर भलिबल को खेलिरहेको छ त, राम खेलिरहेको छ। त्यसैले राम भनेको सब्जेक्ट भयो। त्यसपछि अनि प्लेइङ भनेको मेन भर्ब हो, राख्यौँ, त्यसपछि भलिबल राख्यौँ, त्यसपछि क्वेसन मार्क गऱ्यौँ। ओके, यहाँ हेर्नुहोस्, एक्चुअली भर्ब अगाडि राख्यौँ, सब्जेक्ट, त्यसपछि सब्जेक्ट राख्यौँ। ओके, त्यसपछि मेन भर्ब राख्यौँ, मेन भर्ब राख्यौँ, त्यसपछि कुनै शब्दहरू छ भनेपछि लेख्ने, नन्तर लास्टमा के लेख्ने, क्वेसन मार्क, भलिबल लेख्यौँ, क्वेसन मार्क गऱ्यौँ। फिलहाल हेर्नुहोस् है, अहिले हामी एउटा एक्चुअली भर्ब भएको क्वेसनहरू मात्र सल्भ गरिरहेका छौँ। जस्तै यहाँ यसमा यो क्वेसनमा हाम्रो एउटा मात्र एक्चुअली भर्ब छ। यसपछि हामी के पर्नेछौँ भनेपछि एकभन्दा बढी एक्चुअली भर्ब यदि क्वेसनमा दिएको छ भने कसरी त्यसलाई गर्ने
कसरी त्यो क्वेसनलाई सल्भ गर्ने त्यो हामी रुल्स नम्बर 2 मा पढ्नेछौँ। अहिले तपाईँहरू के बुझ्नुहोस् भनेपछि जब हाम्रो एउटा मात्र एक्सिलरी भर्ब दिएको हुन्छ तब हामीले के गर्नुपर्छ भनेर त्यो कुरा यहाँबाट बुझ्नुहोस्। ल यो चाहिँ ए नम्बरको एउटा इक्जाम्पल भयो। बाँकी यो बी नम्बरको र सी नम्बरको जुन इक्जाम्पलहरू छन् यो इक्जाम्पल चाहिँ हामीले अहिले बुझेर कुनै काम छैन, किनकि यसको र यसको अलगै एउटा नेम छ, अलगै एउटा रुल्स छ। त्यसैले यो हामी अगाडि बुझ्नेछौँ। फिलहाल तपाईँहरू ए नम्बरको इक्जाम्पललाई फोकस गर्नुहोस् र ए नम्बर जस्तै मैले अरू इक्जाम्पलहरू पनि तपाईँहरूलाई देखाउँछु र बुझाउँछु, तर ती चाहिँ मैले लेखेको छैन यसमा कपीमा। तिनीहरू चाहिँ म बुकबाट देखाउन चाहन्छु है। तपाईँ हेर्नु होला, बुझ्नु होला। ओके साथीहरू, अब हामी हेरौँ इक्जाम्पल, बुकबाट इक्जाम्पलहरू हेरौँ। अब हेर्नुहोस् है, ए नम्बरमा यस भनेको चाहिँ स्टेटमेन्ट हो अनि क्यू भनेको चाहिँ यस नो क्वेसन हो है। यसमा नजिक्किनु होला। अब हेरौँ, एन्टोनिया वाज ड्राइभिङ अ कार भन्नुको अर्थ एन्टोनिया गाडी चलाउँदै थिए भन्यो। ओके, अब यसमा हेरौँ एक्चुअली भर्ब। एक्चुअली भर्ब कुन हो? वाज। वाज भनेको एक्चुअली भर्ब हो भनेपछि वाजलाई हामीले अगाडि ल्यायौँ अनि एन्टोनिया गाडी को चलाउँदैछ त? एन्टोनिया चलाउँदैछ भनेपछि एन्टोनिया भनेको सब्जेक्ट भयो। सब्जेक्टलाई यहाँ एन्टोनिया लेख्यो सब्जेक्ट। त्यसपछि ड्राइभिङ भनेको चाहिँ मेन भर्ब भयो अनि अ कार सेम लेखेर अनि लास्टमा क्वेसन मार्क गरिदिउँ। अब यहाँ यसको नेपाली हेर्दाखेरि चाहिँ एन्टोनिया गाडी चलाउँदै थिए भन्यो। अब यहाँ के एन्टोनिया गाडी चलाउँदै थिए भन्यो। ओके, बी नम्बरमा हेर्नुहोस्, सी क्यान फोन यु। अब यसमा यसो एक्चुअली भर्ब हेर्नुहोस्, एक्चुअली भर्ब चाहिँ क्यान एक्चुअली भर्ब हो। त्यसैले हामीले एक्चुअली भर्बलाई अगाडि लेख्यौँ क्यानलाई अनि त्यसपछि हामीले सब्जेक्टलाई लेख्यौँ। सी भनेको सब्जेक्ट। सी भनेको सब्जेक्ट किन भयो भनेपछि किनकि यसको नेपाली मिनिङ के हुन्छ भनेपछि उनी तपाईँलाई फोन गर्न सक्छिन् भन्यो। अब फोन गर्न त सक्छिन्, तर को सक्छिन् त फोन गर्न? उनी सक्छिन् त फोन गर्न उनी सक्छिन्। त्यसैले उनी भनेको चाहिँ सब्जेक्ट भयो। ओके, अनि फोन भनेको चाहिँ मेन भर्ब भयो। बाँकी युको यु सेम टु सेम, बाँकी लास्टमा क्वेसन मार्क। अब यो सी नम्बरमा चाहिँ दुईवटा एक्चुअली भर्बहरू छन्। जस्तै यो ह्याज भने एक्चुअली भर्ब हो, यो बिन भने एक्चुअली भर्ब हो। त्यसैले यसमा एकभन्दा बढी एक्चुअली भर्ब भएमा के गर्ने भनेर रुल्स नम्बर 2 मा पढाउला भनेको थिएँ मैले। त्यसैले अहिले फिलहाल यो सी नम्बरको इक्जाम्पललाई चाहिँ छोडिदिनुहोस्। अब डी नम्बरको हेर्नुहोस् है, वी सुड प्रिजर्भ द जङ्गल। वी सुड प्रिजर्भ द जङ्गल भन्नुको मतलब अब यसमा एक्चुअली भर्ब कुन हो त? सुड एक्चुअली भर्ब हो। त्यसैले हामीले अगाडि राख्यौँ अनि वी सुड प्रिजर्भ द जङ्गल। अब जङ्गल कसले बचाउनु पर्छ त? हामीले बचाउनु पर्छ। त्यसैले हामी भनेको चाहिँ सब्जेक्ट भयो। त्यसैले उहीलाई हामीले एक्चुअली भर्ब पछि उही लेख्यौँ, उही भनेको सब्जेक्ट हो। त्यसपछि प्रिजर्भ द जङ्गल अनि क्वेसन मार्क सेम टु सेम। ओके, अब हामीले जङ्गल बचाउनु पर्छ भनेर माथिको लाइनले भन्छ अनि तलको लाइनले नेपालीबाट के भन्छ भने चाहिँ के हामीले जङ्गल बचाउनु पर्छ भनेर भन्छ। अब तलको ई नम्बरको दे डिड नट इन्भाइट यु। अब यसमा यसो एक्चुअली भर्ब हेर्ने हो भने डिड भनेको एक्चुअली भर्ब हो, तर यसमा चाहिँ डिड नट आएको छ। हो, यहाँनिर नजिकिनु होला। डु डज डिड मात्र एक्चुअली भर्ब हुँदैनन्। डिड नट, डज नट र डु नट पनि एक्चुअली भर्ब हुन्छन्। त्यसैले यो डिड नट भनेको पनि एक्चुअली भर्ब हो। एक्चुअली भर्बलाई हामीले अगाडि राख्यौँ। ओके, अब यसमा यसो हेर्दाखेरि चाहिँ दे भनेको चाहिँ सब्जेक्ट हो। दे डिड नट इन्भाइट यु भन्नुको अर्थ उनीहरूले तिमीलाई न्युतो दिएनन् भन्यो। ओके, कतिपयलाई सब्जेक्ट चिन्नको लागि अलिक गाह्रो हुनसक्छ है। यो सब्जेक्टमा धेरै मान्छेहरू कन्फ्युज हुन सक्छन् र सब्जेक्टको लागि चाहिँ एउटा मैले नयाँ तरिका मतलब एउटा ट्रिक निकालेको छु। जुन कुरा फर्स्टमा छ नि त्यसैलाई नै सब्जेक्ट भन्नुहोस् है। जस्तै यहाँ हेर्नुहोस्, एन्टोनी पहिलोमा छ, यसलाई हामीले सब्जेक्ट मान्यौँ हो। सी भनेको फर्स्टमा छ, यसलाई हामीले सब्जेक्ट मान्यौँ हो। एक्चुअली भर्ब चाहिँ सब्जेक्ट लगायौँ। जस्तै उही भनेको पनि सब्जेक्ट मान्यौँ। उही भनेको सब्जेक्ट कसरी? किनकि यो सबभन्दा सुरुमा छ, क्वेसनको सुरुमा छ। अनि जस्तै अब दे भनेको पनि हामीले सब्जेक्ट मान्यौँ। किनकि यो क्वेसनमा सुरुमा छ, क्वेसनको सुरुमा छ। त्यसैले सिम्पल कुरा के बुझ्नुहोस् कि जुन जुन कुरा क्वेसनको सबभन्दा सुरुमा लेखेको हुन्छ नि त्यसैलाई नै सब्जेक्ट मान्नुहोस्। अब यति इक्जाम्पलहरू हेरिसकेपछि एउटा लास्टमा म के भन्न चाहन्छु भनेपछि यसो हेर्दाखेरि चाहिँ यसमा के छ बुझ्नुपर्ने के छ भने हरेक क्वेसनमा एउटा एउटा मात्र एक्चुअली भर्बहरू दिएको छ। एउटा एउटा एक्चुअली भर्बहरू दिँदाखेरि कसरी हामीले क्वेसन सोल्युसन गर्ने भनेर हामीले अहिले पढ्यौँ। ओके, अब यसपछि हामी के पढ्नेछौँ भनेपछि रुल नम्बर 2 मा एकभन्दा बढी एक्चुअली भर्ब दिएपछि के गर्ने त? त्यो हामी रुल नम्बर 2 मा पढ्नेवाला छौँ। रुल्स नम्बर 2 मा के भनेको छ भनेपछि एकभन्दा बढी एक्चुअली भर्ब आएमा पहिलो एक्चुअली भर्बलाई चाहिँ सुरुमा राख्ने, त्यसपछि बाँकी अरू एक्चुअली भर्बलाई चाहिँ सेम टु सेम सारिदिनु भनेको छ। जस्तै ए नम्बरमा हेरौँ, सी विल ह्याभ बिन ड्रइङ इट। अब यसमा विल पनि एक्चुअली भर्ब, ह्याभ पनि हो अनि बिन पनि एक्चुअली भर्ब हो। यिनीहरू तिनैवटा एक्चुअली भर्ब हुन्। तर तीमध्ये सबभन्दा अगाडि को आएको छ त? विल आएको छ। विल आएको छ भनेपछि सबभन्दा अगाडि विलले राख्ने, एक्चुअली भर्ब राख्ने,
त्यसपछि बाँकी जे हामीले रुल्स नम्बर 1 मा गरेका थियौँ त्यही गर्ने। एक्जेक्टिभ भर्ब राखिसकेपछि फर्मुलामा के भनेको छ त सब्जेक्ट राख्ने भनेको छ। अब सी भनेको चाहिँ सब्जेक्ट हो। यो सीलाई हामीले यहाँ राख्यौँ। राखिसकेपछि त्यसपछि के भनेको छ डट गर्नुको मतलब बीचमा केही शब्दहरू आउन सक्छन् भनेको छ। अब यहाँ हेर्नुहोस् बीचमा ह्याभ र बिन छन्। ह्याभ र बिन पनि हामीले लेख्यौँ। लेखिसकेपछि त्यसपछि बल्ल मेन भर्ब लेख्ने भनेको छ। ओके ड्रइङ भन्ने मेन भर्ब सार्यौँ। ओके अनि त्यसपछि फेरि डट छ। डट भन्नु मतलब फेरि यहाँ केही शब्दहरू आउन सक्छन् भनेको छ। ओके अब यहाँ इट आएको छ। इट लेख्यौँ। त्यसपछि बल्ल लास्टमा क्वेसन मार्क गर भनेको छ भने लास्टमा क्वेसन मार्क गऱ्यौँ। ओके अब यसको नेपाली के हुन्छ विल सी ह्याभ बिन ड्रइङ इट भन्नुको मतलब के उनी त्यो गर्दै आएकी हुने छिन् भने। ओके बुझ्दै हुनुहुन्छ कि बुझ्दै हुनुहुन्न पहिला हामीले एक्जेक्टिभ भर्ब खोज्ने। अब एकभन्दा बढी एक्जेक्टिभ भर्ब छ भने सबभन्दा फर्स्ट जुन एक्जेक्टिभ भर्ब छ त्यसलाई जुडुक्क उठाएर फर्स्टमा राख्ने बाँकी सबलाई सेम टु सेम सारिदिने। सिम्पल कुरा। यदि तपाईँहरूलाई यो फर्मुला याद गर्नु छैन भनेपछि सिम्पल कुरा बाँकी सबलाई सेम टु सेम सारिदिने। ओके रुल्स नम्बर 1 मा र 2 मा मात्र फेरि रुल्स नम्बर 3 मा फेरि फरकै हुन्छ है। अब बी नम्बरमा हेर्नुहोस् बिल हेज बिन बिटन भन्नुको मतलब बिललाई कुटिसकेको छ भने कसैले कुटिसके बिललाई। अब यसमा एक्जेक्टिभ भर्ब कुन हो त हेज भन्ने एक्जेक्टिभ भर्ब हो बिन भन्ने एक्जेक्टिभ भर्ब हो। अब हाम्रो पहिलो एक्जेक्टिभ भर्ब के छ हेज छ। हेजलाई उठायौँ बाँकी सब सेम टु सेम। अनि लास्टमा क्वेसन मार्क गर्न नभुल्नु होला। यहाँ पनि लास्टमा क्वेसन मार्क गर्न नभुल्नु होला। अनि यसमा पनि हामीले यसो एक्जेक्टिभ भर्ब खोज्ने विल एक्जेक्टिभ भर्ब हो। विल एक्जेक्टिभ भर्ब हो। ह्याभ भन्ने एक्जेक्टिभ भर्ब हो नि त। अब मैले विललाई सबभन्दा अगाडि राखेको किनकि विल एक्जेक्टिभ भर्ब सबभन्दा फर्स्ट छ। त्यसैले यसलाई हामीले जुरुक्क उठायो अनि एस क्वेसन बनाउँदाखेरि चाहिँ अगाडि राख्यौँ। त्यसपछि सी लेख्यौँ। त्यसपछि ह्याभ फिनिस द वर्क सेम टु सेम लास्टमा क्वेसन मार्क। अब यसको नेपाली मिनिङ के हुन्छ उनीले काम सकेको हुने छिन् भन्यो। ओके अब विल सी ह्याभ फिनिस द वर्क भन्नुको मतलब के उनीले काम सकिसकेको हुने छिन् भन्यो। अब डीमा वी मस्ट ह्याभ मिस द बस हामीले बस छुट्याइसकेको हुनुपर्छ भन्यो। अब यसमा सबभन्दा पहिला एक्जेक्टिभ भर्ब खोज्नुहोस्। मस्ट भन्ने एक्जेक्टिभ भर्ब हो। ह्याभ भन्ने एक्जेक्टिभ भर्ब हो। अब सबभन्दा पहिला को छ त मस्ट छ। त्यसैले हामीले मस्टलाई सबभन्दा अगाडि राख्यौँ। त्यसपछि वी भनेको सब्जेक्ट हो। वीलाई यहाँ राख्यौँ। त्यसपछि बाँकी सब सेम टु सेम लास्टमा क्वेसन मार्क। मस्ट वी ह्याभ मिस द बस भन्नुको अर्थ के हामीले बस छुटाइसकेको हुनुपर्छ भन्यो। ओके ल अब ई नम्बरको इक्जाम्पल हेरौँ दे मे ह्याभ फरगटन। अब हेर्नुहोस् है यसमा एक्जेक्टिभ भर्ब कुन हो त मे भन्ने एक्जेक्टिभ भर्ब हो। ह्याभ भन्ने एक्जेक्टिभ भर्ब हो। तर सबभन्दा अगाडि के छ त मे छ। मे छ भनेपछि हामीले जुडुक्क उठाउने एसको क्वेसन बनाउँदाखेरि चाहिँ के गर्ने सबभन्दा पहिला एक्जेक्टिभ भर्ब राख्नुपर्छ। त्यसैले मे एक्जेक्टिभ भर्बलाई हामीले अगाडि राख्यौँ। त्यसपछि हामीले राख्नुपर्छ सब्जेक्टलाई सब्जेक्ट राख्यौँ। त्यसपछि बाँकी सेम टु सेम। रुल नम्बर 1 र 2 हामीले पढ्यौँ। अब रुल नम्बर 1 र 2 को लागि एउटा इजी एकदम सजिलो तरिका मैले के भन्न गइरहेको छु भनेपछि हामीले मात्र एक्जेक्टिभ भर्ब खोज्ने हो। रुल नम्बर 1 को एमा हामीले यसो हेऱ्यौँ। ए नम्बरमा इज भनेको एक्जेक्टिभ भर्ब हो। हामीलाई थाहा भयो। इजलाई हामीले सबभन्दा पहिला उठाएर राख्यौँ। यसको क्वेसन बनाउँदाखेरि राख्यौँ। राखिसकेपछि राम प्लेइङ भलिबल सेम टु सेम मतलब हामीले एक्जेक्टिभ भर्ब खोज्ने। एक्जेक्टिभ भर्ब जुन एक्जेक्टिभ भर्ब छ त्यो एक्जेक्टिभ भर्बलाई जुडुक्क उठाएर सबभन्दा पहिला राखिदिने बाँकी सब सेम टु सेम सारिदिने अनि लास्टमा क्वेसन मार्क गर्न नभुल्ने। यो रुल हो 1 मा। अनि 2 मा पनि सेम त्यस्तै। 2 मा पनि के गर्ने अब यहाँ एउटा मात्र हुन सक्दैन 2 मा किनकि एकभन्दा बढी एक्जेक्टिभ भर्ब हुनसक्छ 2 मा। त्यसैले 2 मा यदि एकभन्दा बढी एक्जेक्टिभ भर्ब छ भनेपछि जुन सबभन्दा फर्स्ट एक्जेक्टिभ भर्ब छ त्यो एक्जेक्टिभ भर्बलाई जुडुक्क उठाउने सबभन्दा पहिला राख्ने बाँकी सब सेम टु सेम। यो जुन म बाँकी सब सेम टु सेम भन्दैछु नि यो तरिका चाहिँ रुल नम्बर 1 र 2 मा मात्र काम गर्छ है। फेरि 3 मा गर्दैन। 3 मा सेम टु सेम सार्न मिल्दैन। ल साथीहरू अब चाहिँ हामी रुल नम्बर 3 पढ्न गइरहेका छौँ। रुल नम्बर 3 चाहिँ एकदम इम्पोर्टेन्ट भेरी इम्पोर्टेन्ट छ। किनकि हामीले यो रुल नम्बर 3 लाई तपाईँहरूले राम्रोसँग बुझिसक्नुभयो भने बाँकी यसपछिका जति पनि रुल्सहरू छन् रुल्स 4 जस्तै रुल्स 5 अनि रुल्स 6 चाहिँ तपाईँहरू राम्रोसँग बुझ्नुहुनेछ। त्यसैले यो रुल्स नम्बर 3 मा एकदम राम्रोसँग ध्यान दिनुहोस् है। अब यसले भन्न खोजेको के छ त्यही हेरौँ हामी। स्टेटमेन्टमा एक्जेक्टिभ भर्ब नभएमा मेन भर्बको आधारमा डु भर्बको प्रयोग गर्ने भन्दैछ। भन्नुको अर्थ अब जसरी हामी रुल नम्बर 1 मा हाम्रो एक्जेक्टिभ भर्बहरू थियो हो अनि रुल्स नम्बर 2 मा पनि हाम्रा एक्जेक्टिभ भर्बहरू दिएका थिए। तर यसमा के भनिरहेको छ भने अब यसमा एक्जेक्टिभ भर्बहरू दिएको छैन। तपाईँहरू कतै देख्दै हुनुहुन्छ एक्जेक्टिभ भर्ब इज एम आर वाज वर डु डज डिड कतै देख्दै हुनुहुन्छ। फेरि यो चाहिँ एन्सर हो है। यो एन्सरमा नहेर्नुहोस् कि मैले एन्सरमा हेर्नु भन्ने भएन कि माथि क्वेसनमा हेर्नुहोस्। जस्तै ए नम्बरको यो क्वेसनमा
बी नम्बरको क्वेसनमा कति देख्नुभएको छ तपाईँहरूले? यहाँ एक्चुअली भर्ब छैन नि। त्यही भन्न खोजेको। एक्चुअली भर्बहरू दिएको छैन, तर एक्चुअली भर्बको ठाउँमा मेन भर्बहरू दिएको छ। जस्तै सिङ्स, बाउट, प्ले, फ्लाइज अनि रोट भन्ने यस्ता मेन भर्बहरू दिएका छन्। अब के गर्ने? यो मेन भर्बको आधारमा हामीले डु भर्बको प्रयोग गर्ने भन्दैछ। अब यो भनेर बुझिँदैन होइन, म तपाईँहरूलाई गरेर देखाउँछु। ल हेर्नुहोस्, पहिला हामीले यो एउटा सानो मैले यहाँ कुनामा लेखिदिएको छु, यसलाई राम्रोसँग बुझौँ। अनि त्यसपछि बल्ल हामी यो हेरौँ है। अब यी सबै मेन भर्बहरू आएका छन्। अब मेन भर्ब 1 मेन भर्ब आएपछि डु लगाउने, ओके। अनि भर्ब 2 मेन भर्ब आएपछि डिड लगाउने, ओके। अनि भर्ब 5 मेन भर्ब आएपछि डज लगाउने। यति कुरा बुझिसकेपछि अब हामी जाउँ सिधै इक्जाम्पलमा है, डाइरेक्ट इक्जाम्पलमा। किनकि धेरै बोलेर तपाईँहरू कन्फ्युजन हुनुहुन्छ। म डाइरेक्ट इक्जाम्पल गर्छु अनि तपाईँहरू बुझ्दै जानुहुन्छ बिस्तारै बिस्तारै, ओके। ल हेर्नुहोस्, ए नम्बरमा हेरौँ। सीता सिङ्स सन। ल अब यसमा यो सिङ्स भनेको चाहिँ मेन भर्ब हो, ओके। मेन भर्ब त मेन भर्ब हो, तर कुन मेन भर्ब हो त? भर्ब 1 मेन भर्ब हो कि भर्ब 2 मेन भर्ब हो कि भर्ब 5 मेन भर्ब हो त? यसो हेर्दाखेरि लास्टमा के लागेको छ? यास लागेको छ। अब लास्टमा यास र इयास लागेपछि के हुन्छ? त्यो भर्ब 5 मेन भर्ब हुन्छ, अवश्य हुन्छ। त्यसैले सिङ्स भनेको भर्ब 5 मेन भर्ब हो, भर्ब 5 मेन भर्ब हो। अब भर्ब 5 मेन भर्ब आएपछि डज लाग्छ। यो यहाँ मैले लेखिदिएको छु। सीता सिङ्स सन। सीता गीत गाउँछिन् भन्दैछ, ओके। यसले अब हामीले के गराउनु पर्यो? यसको यस नो क्वेसन गराउनु पर्यो। अब यस नो क्वेसन गराउने बेला हाम्रो फर्मुला के हो त? मेन फर्मुला के छ हाम्रो? हाम्रो मेन फर्मुला हो यो स्ट्रक्चर, ओके। स्ट्रक्चर भन्नुको मतलब फर्मुला कसरी बनेको छ त यो यस नो क्वेसन, त्यही हो यो भनेको। अब हेर्नुहोस्, सुरुमा हामीले राख्नुपर्छ एक्चुअली भर्ब, ओके। त्यसपछि सब्जेक्ट राख्नुपर्छ। त्यसपछि बिचमा केही शब्दहरू छन् भनेपछि राख्ने, नत्र डाइरेक्ट मेन भर्ब राख्नुपर्छ। अनि त्यसपछि मेन भर्ब पछि अझै केही शब्दहरू आउँछ भने राख्ने, नत्र डाइरेक्ट लास्टमा क्वेसन मार्क गरिदिने। यो भन्छ हाम्रो फर्मुलाले। राम्रोसँग ध्यान दिनुहोस् है। म बेला बेलामा यो फर्मुला देखाउन आउने छैन। तपाईँहरू यो फर्मुला आफ्नो दिमागमा सेभ गर्नुहोस्। म मजाले पढाउने छु। ठ्याक्क तपाईँहरूले म पढाउँदाखेरि यो फर्मुला सम्झिनुपर्छ, ओके, बेला बेलामा। अब यसको हामीले यस नो क्वेसन बनाउने हो भनेपछि पहिला हामीले यस नो क्वेसन बनाउने बेला हाम्रो फर्मुलाले के भन्छ त? सुरुमा हामीले राख्नुपर्छ एक्चुअली भर्ब, ओके। त्यसैले अब सिङ्स भनेको भर्ब 5 हो। भर्ब 5 आएपछि डज लाग्छ। अब डु, डज, डिड त हाम्रो एक्चुअली भर्ब नै त हो नि, हो कि नै? एक्चुअली भर्ब मैले अगाडि भनेकै छु, यो भिडियोको अगाडि मैले सुरुमा भनिदिएकै छु। एक्चुअली भर्ब डज भनेको एक्चुअली भर्ब हो। त्यसैले अब सिङ्स भनेको भर्ब 5 हो। भर्ब 5 आएपछि डज आयो। अब डज भनेको चाहिँ एक्चुअली भर्ब हो। त्यसैले हामीले एक्चुअली भर्ब डजलाई हामीले सुरुमा राख्यौँ, ओके। अब एक्चुअली भर्ब राखिसकेपछि हामीले राख्नुपर्छ सब्जेक्ट। मैले के भनेको थिएँ तपाईँहरूलाई? सब्जेक्ट कहिले पनि जो क्वेसनको सुरुमा दिएको छु नि त्यसलाई सब्जेक्ट, त्यही नै सब्जेक्ट हुन्छ प्रायः। त्यसैले मैले सीता भनेको सब्जेक्ट हो, त्यसैले सब्जेक्ट राखेँ, ओके। हामीले एक्चुअली भर्ब राखेँ, सब्जेक्ट राखेँ। त्यसपछि हामीले राख्नुपर्छ मेन भर्ब। बिचमा केही शब्दहरू छैनन् नि त? बिचमा केही शब्दहरू भए त हामीले बिचमा केही शब्दहरू राख्नुहुन्थ्यो। केही छैन भने हामीले डाइरेक्ट राखिदिने मेन भर्ब हो। अब यहाँनिर आउँछ एउटा प्रश्न। मेन भर्ब त यो सिङ्स मेन भर्ब हो नि त। यो यास आइएनजी यास सिङ्स हो नि त मेन भर्ब त। हामीले सिङ्सकै मेन भर्ब राखेनौँ यहाँनिर। किन? यहाँ हेर्नुहोस् है, पछाडि यहाँ यास लागेको छ, तर यो यसको लास्ट यास लागेको छैन। यस्तो किन भयो त? किनकि कहिले पनि डु, डिड, डज क्वेसन सोल्युसन गर्दा आइसकेपछि त्यसपछि जुन मेन भर्बहरू हामी राख्छौँ त्यो मेन भर्बहरू भर्ब 1 हुनुपर्छ। यो कुरा दिमागमा सेभ गर्नुहोस्। त्यसपछि हामीले यो सँगको सँग सेम सार्यौँ। त्यसपछि क्वेसन मार्क गऱ्यौँ। केही छैन। इक्जाम्पल ए बुझिएन भने इक्जाम्पल बी बुझ्नुहुनेछ। इक्जाम्पल बी बुझिएन भने सी बुझ्नुहुनेछ। धेरै इक्जाम्पलहरू छ, हामी बिस्तारै बुझ्दै जानेछौँ। ए नम्बर बुझिएन भने टेन्सन नलिनुहोस्। अब हामी यसको ठ्याक्क नेपाली मिनिङ हेरौँ। सीता गीत गाउँछिन् भन्यो, अनि के सीता गीत गाउँछिन् भन्दैछ यस नो क्वेसनले, ओके। अब हेर्नुहोस् बी नम्बरको इक्जाम्पल। यहाँनिर एउटा कन्फ्युजन हुनसक्छ है तपाईँहरूलाई। म एउटा कुरा देखाउन चाहन्छु तपाईँहरूलाई। यहाँनिर हेर्नुहोस्, एक्चुअली बाई भनेको भर्ब 1 हो, ओके। बाउट भनेको भर्ब 2 हो। फेरि बाउट भनेको भर्ब 3। मतलब यो बाउट र यो बाउट एउटै छ। यो भर्ब 2 हो, यो भर्ब 3 हो। अब हामीले यसलाई कुन मेन भर्ब भन्ने त? यसलाई हामीले भर्ब 2 मेन भर्ब हो भन्ने कि भर्ब 3 मेन भर्ब हो भन्ने? यसमा हुन्छ एउटा कन्फ्युजन। धेरैलाई यसमा कन्फ्युजन हुनसक्छ। त्यसैले म यो कन्फ्युजन तपाईँहरूको म दूर गर्न चाहन्छु। ल हेर्नुहोस् है, अब यसलाई हामीले भर्ब 2 मान्ने हो भने मतलब भर्ब 2 आएपछि डिड
लाग्छ भनेर हाम्रो यहाँ एउटा सानो रुल्स छ। तर यदि यसलाई हामीले भर्ब 3 मान्ने हो भने यसमा भर्ब 3 को कुनै रुल्स छ र? अवश्य पनि छैन। हो, त्यसैले यस्तो कुराहरू जस्तै बाउट बाउट अनि पुट पुट, कट कट यस्ता कुराहरूलाई कहिले पनि हामीले भर्ब 2 नै मान्नुपर्छ, किनकि भर्ब 3 को कुनै फर्मुला नै छैन। फेरि एस्नो क्वेसन बनाउँदाखेरिको कुरा गरिरहेको छु है म फेरि। जस्तै भर्ब 1 आएपछि डु लाग्छ, भर्ब 2 आएपछि डिड लाग्छ, भर्ब 5 आएपछि डज लाग्छ, तर यहाँ भर्ब 3 आएपछि के लाग्छ? थाहा छ तपाईँहरूलाई? थाहा छैन नि। त्यसैले यदि यस्ता कुराहरू आएपछि कन्फ्युजन नहुने, डाइरेक्ट हामीले यसलाई भर्ब 2 मान्ने। ओके, ल यति बुझिसक्नुभयो भने हामी अगाडि बढौँ। ल हेर्नुहोस् है, राम बाउट अ पेन मतलब के भनेको छ? रामले कलम किन्यो। ओके, अब हेर्नुहोस् यसमा एक्चुअली भर्ब दिएको छैन, तर हामीलाई बाउट भनेको मेन भर्ब दिएको छ। अब यो बाउट भनेको कुन मेन भर्ब हो? भर्ब 2 मेन भर्ब मान्नुपर्छ हामीले यसलाई। ओके, अब भर्ब 2 मेन भर्ब हो भनेपछि हाम्रो के लाग्छ? डिड लाग्छ। अब डिड भनेको त एक्चुअली भर्ब हो। ओके, ल अब हामी यसको एस्नो क्वेसन बनाउँदाखेरि हामीलाई थाहा छ एस्नो क्वेसनको फर्मुला पहिला के राख्नुपर्छ? एक्चुअली भर्ब राख्नुपर्छ। त्यसैले हामीले बाउट भर्ब 2 हो, भर्ब 2 आएपछि हामीले के राख्नुपर्छ? डिड राख्नुपर्छ। डिड भनेको त एक्चुअली भर्ब हो, त्यसैले हामीले सुरुमा राख्यौँ। त्यसपछि जो क्वेसनको जो फर्स्टमा दिएको छ नि त्यसलाई चाहिँ हामीले सब्जेक्ट मान्नुपर्छ। मतलब सब्जेक्ट मान्नु पर्दैन, सब्जेक्ट नै हुन्छ प्रायः, सब्जेक्ट हो। त्यसैले यो सेकेन्डमा सब्जेक्ट राख्यौँ सेकेन्डमा। अनि त्यसपछि अब हेर्नुहोस् है, यहाँ डज आयो। डज आइसकेपछि हामीले के गर्यौँ? एसआइएनजिएस सिङ छ, यो भर्ब 5 मेन भर्ब हो नि त। यो भर्ब 5 मेन भर्बलाई हामीले बनाएका थियौँ भर्ब 1, एसआइएनजी सिङ बनाएका थियौँ भर्ब 1 हो। त्यसै गरी अब यहाँ डिड आएको छ। डिड आइसकेपछि हामीले के गर्ने? यो बाउट भनेको भर्ब 2 मेन भर्ब हो, यसलाई हामीले बनाउनुपर्छ भर्ब 1। त्यसैले हामीले यसलाई बनायौँ बाई, बियुवाई बाई। ओके, अब सी हेर्नुहोस्, सीमा के भनेको छ? वी प्ले भलिबल। अब हेर्नुहोस् यसमा एक्चुअली भर्ब छैन। एक्चुअली भर्ब नभएपछि मेन भर्ब त छ। प्ले भनेको त मेन भर्ब हो। अब कुन मेन भर्ब हो त यो? भर्ब 1 मेन भर्ब हो। भर्ब 1 मेन भर्ब भएपछि के लाग्छ? डु लाग्छ। अब डु भनेको के हो? एक्चुअली भर्ब हो। हामीले एस्नो क्वेसन बनाउँदाखेरि के गर्नुपर्छ? सबभन्दा सुरुमा एक्चुअली भर्ब राख्नुपर्छ। त्यसैले हामीले प्ले आयो, भर्ब 1 आयो। भर्ब 1 आइसकेपछि हामीले डु लगायौँ हो। डु भनेको एक्चुअली भर्ब हो, त्यसैले सुरुमा आएको है फेरि यो। त्यसपछि एक्चुअली भर्ब आइसकेपछि के राख्नुपर्छ? हामीले सब्जेक्ट राख्नुपर्छ। मतलब जो सुरुको छ त्यसलाई हामीले सब्जेक्ट मान्ने हो, मतलब सब्जेक्ट हो यो खासमा। उयो राख्यौँ हामीले सब्जेक्ट। त्यसपछि हामीले राख्नुपर्छ भर्ब 1। हेर्नुहोस्, डज पछि भर्ब 1 मेन भर्ब राख्यौँ। ओके, डिड पछि पनि हामीले भर्ब 1 मेन भर्ब नै राख्यौँ। ओके, अब डु पछि पनि हामीले भर्ब 1 मेन भर्ब नै राख्नुपर्छ। डु, डिड, डज आइसकेपछि हामीले कहिले पनि पछाडि मेन भर्ब भर्ब 1 बनाउनु पर्छ। भर्ब 1 बनाउनु पर्छ। ल डु राख्यौँ, उयो राख्यौँ। त्यसपछि अब हेर्नुहोस्, प्ले भनेको त आफैमा एउटा भर्ब 1 हो कि नै भन? प्ले भनेको भर्ब 1 हो। अब यो भर्ब 1 लाई हामीले भर्ब 1 कसरी बनाउन सकिन्छ त? सकिएला? सकिँदैन हो। त्यसैले यो आफैमा अलरेडी एउटा भर्ब 1 हो, त्यसैले यसलाई हामीले सेम सारेको। ओके, अनि त्यसपछि भलिबल, त्यसपछि क्वेसन मार्क। अब यसको नेपाली के हुन्छ? हामी भलिबल खेल्छौँ भनेर माथिको क्वेसनले भन्छ, अनि तल एस्नो क्वेसन के भन्छ? डु वी प्ले भलिबल? के हामी भलिबल खेल्छौँ भन्दैछ। ओके, ल अब डी नम्बर हेरौँ। अब म छिटो भन्छु, तपाईँहरूले बुझिसक्नुभयो होला, किनकि मैले 1 2 3 एबिसी राम्रोसँग बुझाइसकेको छु। अब भाइ डी र ई तपाईँहरूले आफै बुझ्नुपर्ने हो खासमा, तर पनि म बुझाइदिन्छु। ल सी फ्लाइज अ काइट। अब हेर्नुहोस् है, फ्लाइज भनेको भर्ब 5 हो। भर्ब 5 आएपछि डज आउँछ। अब डज भनेको एक्चुअली भर्ब हो, हामीलाई थाहै नै छ। एक्चुअली भर्ब हो भनेपछि हामीले एस्नो क्वेसन बनाउँदाखेरि हाम्रो फर्मुला के थियो? पहिले एक्चुअली भर्ब राख्ने, हामीले डज राख्यौँ। फ्लाइज आयो, डज राख्यौँ। त्यसपछि हामीले सब्जेक्ट राख्ने, सी भनेको सब्जेक्ट राख्यौँ। त्यसपछि अब हामीले डज आइसकेपछि पछाडि के गर्नुपर्छ? हामीले भर्ब 1 बनाउनुपर्छ, मेन भर्ब भर्ब 1 राख्नुपर्छ। अब यो फ्लाइजको भर्ब 1 मेन भर्ब के हुन्छ? फ्लाइ हुन्छ। त्यसैले अको अ, काइटको काइट। ओके, अब यसको नेपाली हेर्ने हो भनेपछि उनी चङ्गा उडाउँछिन्, अनि यो के हुन्छ? के उनी चङ्गा उडाउँछिन् भन्छ। ओके, अब हेर्नुहोस्, ईमा हरि रोट अ लेटर मतलब के भनिरहेको छ? यसमा हाम्रो एक्चुअली भर्ब हेर्ने। अब यसमा एक्चुअली भर्ब त छैन। एक्चुअली भर्ब छैन भनेपछि यसमा मेन भर्ब त छ नि त। यो रोड भनेको त मेन भर्ब हो। अब मेन भर्ब हो भनेपछि अब हामीले यसो हेर्ने, भिवान रोड भनेको के हो?
भब 1 भब 2 भब 3 भब 4 के हो यो रोड भनेको? रोड भनेको भब 2 हो। किनकि मलाई थाहा छ मैले मेन भबहरू प्राय क्वेसनहरू सोल्युसन गर्दा थाहा पाएको छु। रोड भनेको भब 2 हो। भब 2 हो भनेपछि के लाग्छ? डिड लाग्छ। डिड के हो? एक्चुअली भब हो। त्यसैले मैले भब 2 आयो। भब 2 आएपछि डिड लगाएँ। डिड लगाइसकेपछि अब हरि भनेको त सब्जेक्ट हो। हरिलाई लेखेँ, मतलब एक्चुअली भब लेखेँ, सब्जेक्ट लेखेँ। यसपछि हामीले लेख्नुपर्छ मेन भब। डिड पछि जुन मेन भब हामीले लेख्नुपर्छ नि, त्यो मेन भबलाई चाहिँ हामीले भब 1 बनाएर लेख्नुपर्छ। जस्तै रोड भनेको भब 2, अब रोडको भब 1 के हुने रहेछ? राइट हुने रहेछ। हामीले भब 1 बनायो, राइट भनेको भब 1। त्यसपछि अब लेटरको लेटर। अब यसको नेपाली के हुन्छ? हरिले पत्र लेख्यो, अनि यसको के हुन्छ? के हरिले पत्र लेख्यो भन्ने नेपाली हुन्छ। एकचोटि म रिपिट गर्न चाहन्छु है, फेरि एकचोटि म रिपिट गर्न चाहन्छु। कहिले पनि डिड, डु, डज आइसकेपछि हामीले भब 1 मेन भब राख्नुपर्छ। डज पछि हामीले यो साइन्स भन्ने जुन भब 5 मेन भब छ यसलाई हामीले भब 1 बनाएर लेखेका थियौँ। डिड पछि हामीले जुन क्वेसनमा बाउट दिएको छ यसलाई हामीले बाई बनाएका थियौँ, मतलब भब 1 बनाएका थियौँ। त्यसै गरी प्ले भनेको चाहिँ भब 1 मेन भब हो। अब हामीले यसलाई अलरेडी यो आफै भब 1 मा छ, यसलाई हामीले भब 1 बनाउनु पर्दैन, त्यसैले हामीले डाइरेक्ट सेम सारेको हो। डु पछि भब 1। त्यसै गरी डज पछि पनि यो भब 1, डिड पछि पनि भब 1 राखेका थियौँ। बुझ्नुभयो होला भन्ने आशा गरेको छु। एकदम सजिलो तरिकामा बुझाएको छु। अब थाहा भयो नि, यदि यहाँ हेर्नुहोस्, रुल नम्बर 1 र 2 मा चाहिँ हाम्रो एक्चुअली भब दिएको थियो। एक्चुअली भब दिएपछि हामीले डाइरेक्ट राख्न पायो। सुरुमा एक्चुअली भब राख्ने, त्यसपछि बाँकी सब सेम टु सेम छाडिदिने मैले भनेको थिएँ रुल नम्बर 1 मा र 2 मा। किन भनेको थिएँ? किनकि यिनीहरूमा हामीलाई एक्चुअली भबहरू दिएको थियो। ओके, तर रुल नम्बर 3 मा चाहिँ हामीलाई एक्चुअली भबहरू दिएको थिएन। त्यसैले हामीले रुल्स नम्बर 3 डु भब लगाएर गर्नु पर्यो। ओके साथीहरू, अब चाहिँ हामी पढ्नेछौँ रुल नम्बर 4। यो रुल नम्बर 3 र यो रुल नम्बर 4 सेम टु सेम हो। अलिकता बुझ्नु के पर्ने छ भनेपछि रुल नम्बर 4 मा चाहिँ ह्याभ भबहरू र डु भबहरू दिएको छ। ओके, अनि रुल नम्बर 3 मा चाहिँ एक्चुअली भबहरू दिएको थियो। हामीले गर्ने त्यही हो है। एक्चुअली भबहरू दिए पनि हामीले लगाउने हो, त्यही डु, डिड, डज लगाउने हो। अनि अब यहाँ ह्याभ भब र डु भब दिए पनि हामीले लगाउने त्यही हो, डु, डज, डिड लगाउने हो। अब हेरौँ, ह्याभ भब र डु भबहरू दिएको बेला हामीले कसरी गर्नुपर्छ त? यो डु, डज, डिडको प्रयोग कसरी गर्ने त? होइन, कसरी लगाउने डु, डज, डिड त्यो हेरौँ है। अब ह्याभ टु र डु भनेको चाहिँ यिनीहरू भब 1 मेन भबहरू हुन् है। अनि जस्तै ह्याज टु र डज भनेपछि यिनीहरू चाहिँ भब 5 मेन भबहरू हुन्। मैले छेउमा लेखिदिएको छु। ह्याड टु र डिड भनेको चाहिँ भब 2 हो। अब हेरौँ, भब 1 आएपछि डु लगाउने, अनि भब 5 आएपछि डज लगाउने, अनि भब 2 आएपछि डिड लगाउने। त्यो त मैले तपाईँहरूलाई रुल नम्बर 3 मा पनि बुझाइसकेको छु। जुन यो रुल्स मैले लेखेको छु, यही रुल्स, यही नियम यहाँ काम लाग्ने हो। फरक यति हो, यसमा चाहिँ एक्चुअली भबहरू थियो। जस्तै मानौँ सिङ्स, बाउट, प्ले, फ्लाइज यस्ता भबहरू थिए एक्चुअली भबहरू। तर यसमा चाहिँ ह्याभ भबहरू दिएको छ, अनि डु भबहरू मात्र दिएको छ। ह्याभ भब र डु भब भन्नुको मतलब चाहिँ जस्तै ह्याभ, ह्याज, ह्याड यिनीहरू चाहिँ ह्याभ भबहरू हुन्। अब डु भब भन्नुको अर्थ चाहिँ डु, डज, डिड यिनीहरू डु भबहरू हुन्। ल साथीहरू, अब हेरौँ, भब 1 आएपछि डु लगाउनुपर्छ है, भब 5 आएपछि डज लगाउनुपर्छ, र भब 2 आएपछि डिड लगाउनुपर्छ। भन्नुको मतलब ह्याभ टु अनि डु आएपछि क्वेसनमा हामीले के लगाउने? डु लगाउने। अनि ह्याज टु अनि डज आएपछि के लगाउने? हामीले डज लगाउने। अनि क्वेसनमा ह्याड टु अनि डिड आएपछि के लगाउने? डिड लगाउने। ओके, यति कुरा बुझिसकेपछि बाँकी चाहिँ अहिले तपाईँहरूले प्रश्न नभए पनि, राम्रोसँग नबुझे पनि, अब हामी इक्जाम्पल गरिसकेपछि तपाईँहरूले एकदम राम्रोसँग बुझिनेछ है। त्यसैले हामी पहिला इक्जाम्पल हेरौँ। इक्जाम्पल एमा के भनेको छ भनेपछि आई ह्याभ माई मिल भन्नुको मतलब मैले खाना खाएको छु। अब यसलाई हामीले एसनो क्वेसन बनाउँदाखेरि कसरी बनाउने त भन्नाले, अब हेर्नुहोस् है, ह्याभ टु, डु भनेको त यिनीहरू त भब 1 हरू हुन्। अब यो भब 1 आएपछि के लगाउनुपर्छ भने चाहिँ हामीले डु लगाउनुपर्छ। त्यसैले अब हेर्नुहोस् है, आई ह्याभ माई मिल छ भनेपछि ह्याभ भनेको भब 1 हो। भब 1 आएपछि के लगाउनुपर्छ? डु लगाउनुपर्छ। अब हेर्नुहोस्, डु भनेको एक्चुअली भब हो कि होइन? डु भनेको डु, डज, डिड भनेको यिनी सबै एक्चुअली भबहरू हुन्। त्यसैले हामीले यिनीहरूलाई कहिले पनि सुरुमा राख्नुपर्छ, किनकि हाम्रो फर्मुला नै त्यही छ। हाम्रो फर्मुला के छ त? हाम्रो फर्मुला एक्चुअली भब अगाडि राख्ने, त्यसपछि सब्जेक्ट राख्ने, त्यसपछि केही शब्दहरू छन् भनेपछि राख्ने, नत्र मेन भब राख्ने, अनि त्यसपछि केही शब्दहरू छन् भनेपछि राख्ने, नत्र लास्टमा क्वेसन मार्क गरिदिने। यो हाम्रो फर्मुला छ हो। त्यसै गरी अब हामीले के गर्नु पर्यो त?
फर्स्ट हामीले गर्नु पर्यो एक्चुअली भर्ब। ह्याभ आएपछि के आउँछ? डु आउँछ। डु भनेको त एक्चुअली भर्ब हो नि त, त्यसैले डुलाई हामीले सुरुमा राख्यौँ। त्यसपछि हामीले सब्जेक्ट राख्नु पर्यो। सब्जेक्ट भन्नुको अर्थ यो जुन फर्स्टमा लेखेको हुन्छ, जस्तै आई छ यहाँ, सी छ यहाँ, दे छ यहाँ, सीता छ, यिनी सबैहरू सब्जेक्टहरू हुन् है, सब्जेक्ट। त्यसैले जुन सुरुमा छ त्यही नै सब्जेक्ट हुन्छ। त्यसैले यो सुरुको जो आई छ यसलाई हामीले आई लेख्यौँ। के भयो त यहाँ? एक्चुअली भर्ब राखियो, सब्जेक्ट राखियो। अब हामीले राख्नुपर्ने हो मेन भर्ब। अब हेर्नुहोस् है, यो ह्याभ भनेको मेन भर्ब हो। मैले तपाईँहरूलाई योभन्दा अगाडि पनि भनेको छु, रुल नम्बर 3 मा भनेको छु, डु, डज, डिड आइसकेपछि त्यसपछिको जति पनि हामी मेन भर्बहरू राख्छौँ ती सबै भर्ब 1 राख्नुपर्छ। यो ह्याभलाई अब हामीले यहाँ भर्ब 1 बनाउनु पर्यो। तर एउटा कुरा के सोच्नुहोस् भनेपछि यो ह्याभ भनेको त अलरेडी आफैमा एउटा भर्ब 1 हो कि होइन? हो नि। यो ह्याभ, ह्याभ टु अनि डु यो सबै त भर्ब 1 हो नि त। यो आफैमा भर्ब 1 छ भनेपछि फेरि यसलाई हामीले भर्ब 1 कसरी बनाउन सकिन्छ? सकिन्छ र? सकिँदैन नि त। त्यसैले यो ह्याभको ह्याभै राख्यौँ। अनि माई मिल सेम टु सेम, लास्टमा क्वेसन मार्क चाहिँ नभुलिने। अब यसको नेपाली अर्थ के हुन्छ? डु आई ह्याभ माई मिल भन्नुको अर्थ के मैले खाना खाएको छु भन्ने हुन्छ यसको नेपाली मिनिङ। ए नम्बर केही नबुझिए पनि चिन्ता लिनु पर्दैन। बी नम्बर छ, सी नम्बर छ, डी नम्बर छ, अरू पनि इक्जाम्पलहरू हामी गर्दै जानेछु, तपाईँहरू बुझ्दै जानुहुनेछ है। अहिले बुझिएन भनेर भिडियोलाई कट गर्ने होइन, भिडियोलाई स्किप गर्ने होइन, छोडेर जाने होइन। भिडियो अन्तिमसम्म हेर्नु होला। हरेक कुरा राम्रोसँग बुझाउने म पुरा प्रयास गर्नेछु। अब हेर्नुहोस्, सी ह्याज अ बाथ। हामीलाई थाहा छ ह्याज टु, डज आएपछि के लगाउने? डज लगाउनु पर्छ। अब हेर्नुहोस् है, ह्याज आएको छ, ह्याज आएपछि के लगाउनु भनेको छ? डज लगाउने भनेको छ। ओके, अब हामीले डज लगायौँ, अगाडि लगायौँ डज। डज अगाडि किन लगायो? किनकि यो डज, डु, डज, डिड भनेको चाहिँ एक्चुअली भर्ब हो। एक्चुअली भर्ब कहिले पनि हाम्रो अगाडि लाग्छ। यो हामीले फर्मुलाले भनेको छ। एक्चुअली भर्ब, सब्जेक्ट, त्यसपछि मेन भर्ब लगाउने, त्यसपछि लास्टमा क्वेसन मार्क लगाउने, यो हामीलाई फर्मुलाले भनिदिएको छ। फेरि पनि म देखाउन चाहन्छु तपाईँहरूलाई, यो फर्मुला हो। सुरुमा एक्चुअली भर्ब लाग्छ, त्यसपछि हाम्रो सब्जेक्ट लाग्छ, त्यसपछि हाम्रो मेन भर्ब लाग्छ, त्यसपछि हाम्रो क्वेसन मार्क लाग्छ। ओके, फर्मुलाले भनिदिएको छ। त्यसैले यो ह्याज छ। अब यो ह्याज, ह्याज टु, डज आएपछि के लगाउनु पर्छ? हामीले डज लगाउनु पर्छ। त्यसैले हामीले डज लगायौँ। डज सुरुमा किन राख्यौँ? किनकि एक्चुअली भर्ब अगाडि राखिन्छ। डु, डज, डिड भनेको एक्चुअली भर्बहरू हुन्। त्यसैले डज अगाडि लगायौँ। त्यसपछि हामीले यो सब्जेक्ट सीको सी राख्यौँ सब्जेक्ट। है सुरुमा जे पनि हुन्छ, हि, सी, इट, दे, वी, आर, यो सबै, राम, सीता, गीता सबै जो सुरुमा हुन्छ, फर्स्टमा हुन्छ, क्वेसनको फर्स्टमा हुन्छ, त्यो जहिले पनि सब्जेक्ट हुन्छ। त्यसैले हामीले सब्जेक्ट लेख्यौँ। अब हेर्नुहोस् है, अब मैले भनेको चाहिँ तपाईँहरूलाई डु, डज, डिड आइसकेपछि त्यसको पछाडि के लगाउनुपर्छ? कहिले पनि भर्ब 1 लगाउनुपर्छ। अब हेर्नुहोस् है, यो ह्याज भनेको त भर्ब 5 हो नि त। ह्याज भनेको भर्ब 5 हो। अब यो भर्ब 5 लाई हामीले भर्ब 1 बनाउनु पर्छ। ह्याजको भर्ब 1 के हुन्छ? ह्याभ हुन्छ। त्यसैले मैले ह्याभ लेखेको छु। अनि अ बाथ सेम टु सेम। अब यिनको नेपाली मिनिङ के हुन्छ? सी ह्याज अ बाथ भन्नुको अर्थ उनी नुहाउँछिन्, अनि डज सी ह्याभ अ बाथ भन्नुको अर्थ के उनी नुहाउँछिन् भन्ने भयो। ओके, जस्तै अब सी नम्बर हेरौँ है। सी नम्बरमा के भनेको छ? दे ह्याड टु डु इट भन्नुको मतलब उनीहरूले त्यो गर्नै पर्थ्यो भन्यो। अब यसो हेर्दाखेरि यसमा मेन भर्ब कुन हो त? जस्तै यो ह्याड भनेको मेन भर्ब हो, यो ह्याभ पनि मेन भर्बै थियो है, यो ह्याज पनि मेन भर्ब हो, अनि ह्याड पनि मेन भर्बै हो। ह्याड, ह्याड टु र डिड भनेको चाहिँ भर्ब टु मेन भर्बहरू हुन्। अब यो भर्ब टु मेन भर्बहरू ह्याड, ह्याड टु, डिड आएपछि के लगाउनुपर्छ भनेको चाहिँ मैले डिड लगाउनुपर्छ। त्यसैले अब हेर्नुहोस् यहाँ ह्याड आएको चाहिँ, ह्याड भनेको भर्ब टु मेन भर्ब हो। अब ह्याड आएपछि के लगाउनुपर्छ? हामीले डिड लगाउनु पर्छ। त्यसैले यो डिड हामीले अगाडि लगायौँ। डिड अगाडि लगाउनुको कारण के हो त? डिड भनेको चाहिँ एक्चुअली भर्ब हो। एक्चुअली भर्बलाई हामीले एस्नो क्वेसन बनाउँदाखेरि कहिले पनि सुरुमा राख्नुपर्छ। यो हामीलाई फर्मुलाले नै भनिदिएको छ। हाम्रो एक्चुअली भर्बपछि सब्जेक्ट लाग्छ, सब्जेक्ट लगायौँ, दे भनेको सब्जेक्ट लगायौँ। त्यसपछि अब डु आएको थियो, ह्याभ लगायौँ, मतलब भर्ब 1 लगाएको थियौँ। डज आएको थियो, अझ फेरि ह्याभ मतलब भर्ब 1 लगाएका थियौँ। अनि डिड आयो भने हामीले फेरि भर्ब 1 नै बनाउनु पर्छ। जस्तै ह्याजको भर्ब 1 ह्याभ हुन्छ, अनि ह्याभको भर्ब 1 त ह्याभै हुने भयो, किनकि यो आफै अलरेडी एउटा भर्ब 1 हो। त्यसै गरी अब हेर्नुहोस्, ह्याड भनेको त भर्ब 2 हो। अब भर्ब 2 हो भनेपछि यो भर्ब 2 लाई पनि हामीले भर्ब 1 नै बनाउनुपर्छ भन्नुको अर्थ ह्याडको भर्ब 1 के भयो त? ह्याभ भयो। त्यसैले टु, डु इट सेम टु सेम। लास्टमा क्वेसन मार्क नभुलिनु होला। के उनीहरूले त्यो गर्नै पर्थ्यो भने यसको नेपाली मिनिङ है। फेरि पनि बुझ्नु भएन? केही छैन, अर्को इक्जाम्पल हेरौँ। अब हेर्नुहोस्, सीता डिड हर होमवर्क। अब हेर्नुहोस् है, यसमा पहिला के हेर्ने त? अब यसमा कुन मेन भर्ब छ त? डिड। डिड भनेको कुन मेन भर्ब हो त? हेर्नुहोस् है,
ह्याड टु डिड भनेको चाहिँ कुन मेन भर्ब हो? भर्ब टु मेन भर्ब हो। अब ह्याड टु र डिड आएपछि के लगाउने भनेको छु मैले? डिड लगाउने भनेको छु। त्यसैले मैले यहाँ डिड लगाएँ, किनकि डिड अगाडि किन लाग्यो? किनकि यो एक्चुअली भर्ब हो। एक्चुअली भर्ब कहिले पनि हाम्रो सबभन्दा अगाडि लाग्छ। कति बेला? जब हामी एस्नो क्वेसन बनाउँछौँ, त्यसैले हामीले डिड अगाडि लगायौँ। अनि त्यसपछि हामीले सिधा भनेको अब सब्जेक्ट लगायौँ, सब्जेक्ट राख्यौँ। त्यसपछि अब हामीले डिड भनेको त भर्ब टु हो। अब हामीले कहिले भने डिड आइसकेपछि डज, डु यिनीहरू आइसकेपछि पछाडि के लगाउनुपर्छ? मेन भर्ब, भर्ब वान लगाउनुपर्छ। अब डिडलाई हामीले के बनाउनु पऱ्यो? भर्ब वान बनाउनु पऱ्यो। डिडको भर्ब वान के हुन्छ त? डु हुन्छ। त्यसैले डु लगायौँ। हर, होमवर्क सेम टु सेम। त्यसपछि लास्टमा क्वेसन मार्क गऱ्यौँ। अब यसको नेपाली मिनिङ के हुन्छ त? सीताले आफ्नो गृह कार्य गरिन्, मतलब सीताले आफ्नो होमवर्क गरिन् भन्ने माथिको लाइनले जनाउँछ। डिड सीता डु हर होमवर्कले के जनाउँछ भनेपछि कि सीताले आफ्नो होमवर्क गरिन् भन्ने कुरा तलको लाइनले भन्छ नेपाली भाषा। अब हेर्नुहोस्, यी नम्बर हरि डज हिज होमवर्क। अब यसो हेर्दाखेरि यसमा डज भनेको मेन भर्ब हो। अब यो कुन मेन भर्ब हो त? भर्ब वान हो कि भर्ब फाइभ हो कि भर्ब टू हो? कुन मेन भर्ब हो त? यो मेन भर्ब हो, भर्ब फाइभ। किनकि यहाँ हेर्नुहोस्, भर्ब फाइभ भित्र के आउँछ? ह्याज आउँछ, ह्याज टु आउँछ अनि डज आउँछ। अब यिनीहरू आइसकेपछि के लगाउने भनेको छु मैले? डज लगाउने भनेको छु। अब डु डज डिड त एक्चुअली भर्ब हो, यो हामीलाई थाहा नै छ। एक्चुअली भर्ब कहिले पनि सुरुमा आउँछ, त्यसैले अब डज केमा आउने भयो त? सबभन्दा सुरुमा आउने भयो। अब डज आइसकेपछि सुरुमा एक्चुअली भर्ब, त्यसपछि हामीले के लगाउने भनेको छ फर्मुलाले? सब्जेक्ट लगाउने भनेको छ। अब हरि भनेको सब्जेक्ट हो, त्यसैले हामीले सब्जेक्ट राख्यौँ। अब हेर्नुहोस् है, एक्चुअली भर्ब हामीले राखिसक्यौँ डज। अब त्यसपछि हामीले सब्जेक्ट पनि राखिसक्यौँ हरि। त्यसपछि हामीले लगाउनु पऱ्यो भर्ब वान। डु डज डिड आइसकेपछि हामीले के लगाउनुपर्छ? त्यसपछि हामीले जुन मेन भर्ब हामी राख्दैछौँ त्यो मेन भर्ब चाहिँ हामीले भर्ब वान बनाएर राख्नुपर्छ। त्यसैले डजलाई अब हामीले भर्ब वान बनाउनु पऱ्यो। डजको के हुन्छ? भर्ब वान डु हुन्छ। अनि हिज वर्क सेम टु सेम, लास्टमा क्वेसन मार्क। फेरि पनि बुझ्नु भएन? फेरि पनि बुझ्नु भएन भनेको चाहिँ एउटा सिम्पल तरिका भन्छु है तपाईँहरूले बुझ्ने। बुझ्नेले त भिडियो अलिक कट गरेर अलि अगाडि बढ्नुहोस्, नबुझ्नेले चाहिँ यो भिडियो हेर्दै गर्नु होला, न कट नगर्नु होला। अब हेर्नुहोस् है, फर्स्ट के बुझ्ने भनेपछि यदि ह्याभ टु डु आइसकेपछि हामीले के लगाउनुपर्छ? डु लगाउनुपर्छ। ह्याज टु डज क्वेसनमा आएपछि डज लगाउनुपर्छ। अनि ह्याड टु डिड आइसकेपछि क्वेसनमा डिड लगाउनुपर्छ। यो कुरा बुझ्यो? यो कुरा बुझिसकेपछि के गर्ने? अब हेर्नुहोस् है, डु डज डिड कहिले पनि सुरुमा लगाउनुपर्छ। जस्तै यहाँ हेर्नुहोस्, यहाँ पनि डु सुरुमा आएको छ, डज सुरुमा आएको छ, डिड सुरुमा आएको छ, डिड सुरुमा आएको छ, फेरि डज सुरुमा आएको छ। मतलब कहिले पनि यो डु डज डिड सुरुमा लाग्छ हो। यो कुरा बुझ्यो? यो कुरा बुझिसकेपछि अर्को कुरा के बुझ्नुहोस् भनेपछि अब हेर्नुहोस्, डु डज डिड आइसकेपछि त्यसपछि जति पनि हामी मेन भर्बहरू लेख्छौँ नि, जस्तै कुनै पनि मेन भर्बहरू, ती मेन भर्बहरूलाई चाहिँ हामीले भर्ब वान बनाएर लेख्नुपर्छ। अब हेर्नुहोस्, यसपछि हामीले के लगाउनुपर्छ? भर्ब वान मेन भर्ब लगाउनुपर्छ है। जस्तै बुझ्नको लागि चाहिँ अब हेर्नुहोस्, आई ह्याभ माई मिल छ। अब मैले ह्याभ टु डु आएपछि के लगाउने भनेको छु? डु लगाउने भनेको छु। अब डु डज डिड कहाँ आउँछ भनेको छु? सबभन्दा सुरुमा आउँछ भनेको छु। अब हेर्नुहोस्, ह्याभ टु डु आएपछि के लगाउने? डु लगाउने। अब हेर्नुहोस्, यहाँ त ह्याभ आएको छ, ह्याभ आएको छ भनेपछि डु लगाउने। डु सुरुमा राख्नुपर्छ। मैले भनेको छु अहिले तपाईँहरूलाई, डु सुरुमा राख्नुपर्छ। सुरुमा राखिसकेपछि के गर्ने? बाँकी यो आएको आइले के सब्जेक्ट, त्यसपछि मैले के भनेको छु? डु डज डिड आइसकेपछि लास्टमा के लाग्छ भनेको छु? भर्ब वान लाग्छ भनेको छु। अब हेर्नुहोस्, डु आइसक्यो, डु आइसकेपछि के लाग्छ? भर्ब वान लाग्नुपर्छ। यो ह्याभलाई हामीले भर्ब वान बनाउनुपर्छ। ह्याभ त आफैमा अलरेडी एउटा भर्ब वान हो कि नै? ह्याभ भनेको त भर्ब वान हो। फेरि यो ह्याभलाई हामी भर्ब वान कसरी बनाउन सक्छौँ र? सक्दैनौँ नि, त्यसैले यो ह्याभको ह्याभै लेख्यौँ। अनि बाँकी माई मिल सेम टु सेम, अनि लास्टमा क्वेसन मार्क। बुझिएन? अब दोस्रो हेर्नुहोस् है, अब हेर्नुहोस्, ह्याज टु डज आएपछि के लगाउने भनेको छु मैले? डज लगाउने भनेको छु। अब हेर्नुहोस्, डु डज डिड कहिले पनि के लाग्छ? सुरुमा लाग्छ। अब हेर्नुहोस्, ह्याज आयो, ह्याज आइसकेपछि डज लाग्छ। अब डज मैले सुरुमा लगाएँ, त्यसपछि सीको सी लेखेँ, सब्जेक्ट हो सी। सब्जेक्ट लेखिसकेपछि त्यसपछि अब हेर्नुहोस्, अब यो ह्याज भनेको के हो? भर्ब फाइभ हो। मैले के भनेको छु? डु डज डिड आइसकेपछि लास्टमा के लाग्छ? भर्ब वान लाग्छ। अब यहाँ त डज आइसकेको छ, अब हामीले भर्ब वान लगाउनु पऱ्यो। यो त भर्ब फाइभ हो। अब यो भर्ब फाइभलाई हामीले बनाउनु पऱ्यो भर्ब वान। अब यो भर्ब फाइभको भर्ब वान के हुन्छ? मेन भर्ब ह्याभ हुन्छ। यो भर्ब फाइभ ह्याज हो। अब यो ह्याभ भनेको चाहिँ भर्ब वान हो। डु डज पछि हामीले लगायौँ भर्ब वान, अनि बात सेम टु सेम। यसरी बुझ्न सकिन्छ यदि योभन्दा अगाडिको तरिका बुझेन भने। ओके, अब यसै गरी तपाईँहरू बाँकी यो बुझ्ने कोसिस गर्नु होला है। ल अब हामी अलि अगाडि बढौँ। एफ नम्बर हेरौँ है, एफ नम्बर। अब हेर्नुहोस्, मोहन ह्याज टु भिजिट मी भन्नुको मतलब ह्याज टु आएको छ। अब ह्याज टु आएपछि के लाग्छ? ह्याज टु डज आएपछि के लाग्छ? डज लाग्छ हो। अब डज भनेको त एक्चुअली भर्ब हो। एक्चुअली भर्ब कहिले पनि सुरुमा लाग्छ, त्यसैले ह्याज टु आयो, ह्याज टु आएपछि डज लाग्छ। डज भनेको भर्ब, डज भनेको एक्चुअली भर्ब हो, त्यसैले सुरुमा लाग्यो। मोहन भनेको त सब्जेक्ट हो, मोहन यहाँ राख्यौँ। अब हेर्नुहोस् है, अब यो ह्याज भनेको के हो? भर्ब फाइभ हो। तर हामीले त यहाँ डज आएको छ, डु डज डिड आइसकेपछि पछाडि जुन मेन भर्ब आउँदैछ नि, त्यो मेन भर्बलाई चाहिँ हामीले भर्ब वान बनाउनुपर्छ। अब ह्याजलाई हामीले भर्ब वान बनाउनु पऱ्यो, यहाँ लेख्नु पऱ्यो। ह्याजको भर्ब वान के हुन्छ? ह्याभ हुन्छ।
त्यसैले ह्याभ लेख्यौँ अनि यो टुको टु सेम अनि भिजिट मी अनि लास्टमा क्वेसन मार्क सेम टु सेम। ल अब यसो नेपालीबाट भन्दाखेरि के हुन्छ, मोहन ह्याज टु भिजिट मी भन्नुको मतलब मोहनले मलाई भेट्नुपर्छ भन्यो। ओके, अब डज मोहन ह्याभ टु भिजिट मी भन्नुको मतलब के मोहनले मलाई भेट्नुपर्छ भन्यो। ओके, अब हेर्नुहोस् एफ नम्बर गरिसकेँ मैले। अब यो जी नम्बर चाहिँ तपाईँलाई होमवर्क है। जी नम्बर चाहिँ तपाईँहरू आफै बुझ्ने प्रयास गर्नु होला र हेर्नु होला। जबसम्म तपाईँहरू बुझ्ने कोसिस गर्नुहुन्न नि आफै, तबसम्म तपाईँहरू बुझ्नु हुने छैन। त्यसैले यो जी नम्बर चाहिँ तपाईँ आफै गर्नु होला अनि एच नम्बर पनि तपाईँ आफै गर्नु होला है। यो जी नम्बर आफै गर्नु होला, एच नम्बर पनि आफै, किनकि मैले ह्याड अ कार यो पनि मैले गरिसकेको छु। ह्याडको पनि क्वेसन मैले गरिसकेको छु है अगाडि। यहाँ हेर्नुहोस् यो सी नम्बरको यो ह्याडवाला क्वेसन हो यो सी नम्बर र अनि एच नम्बर सेम टु सेम हो, फरक केही छैन है। जस्तै अब यो आई नम्बर पनि तपाईँ आफै गर्नु होला किनकि मैले डजवाला क्वेसन पनि गरिसकेको छु अगाडि। यो आई नम्बर र अनि यो ई नम्बर सेम टु सेम हो। ओके, त्यसैले मैले यो पनि तपाईँहरू आफै गर्नु होला। अनि यो दे डु अल द क्लिनिङ यो म गर्नेछु र यो के नम्बर पनि तपाईँ आफै गर्नु होला किनकि यो डिडवाला क्वेसन पनि मैले गरिसकेको छु अगाडि। यो के र अनि यो डी चाहिँ सेम टु सेम हो, त्यसैले यो के नम्बर तपाईँ आफै गर्नु होला र म जे नम्बर गरिदिन्छु। म किन भन्दैछु यो तपाईँहरू आफै गर्नु होला भनेर किन भन्दैछु भनेपछि एक त हाम्रो टाइम पनि बच्छ होइन, भिडियो एकदम छोटो हुन्छ, एक त हाम्रो टाइम पनि बच्छ, समय पनि बच्छ अनि एक त तपाईँहरूले यो यिनीहरू 3-4वटा क्वेसनहरू आफै गर्ने कोसिस गरेपछि नि आफै बुझ्ने प्रयास गरेपछि तपाईँहरू राम्रोसँग बुझ्नुहुन्छ है। मैले जति कराएँ पनि मैले जति भने पनि तपाईँहरूको दिमागमा घुस्ने होला छैन जबसम्म तपाईँहरू आफू गर्नुहुन्न तबसम्म। सो तपाईँ यिनीहरूलाई ट्राई गर्नुहोस्, आफू बुझ्ने कोसिस गर्नुहोस् है। ल अब म जे नम्बर गरिदिन्छु है। दे डु अल द क्लिनिङ। अब यसो हेर्दाखेरि चाहिँ अब यो डु है, डु आएको छ। अब मैले भनेको छु यहाँ के भनेको छु, ह्याभ टु र डु आएपछि के लगाउने, डु लगाउने भनेको छु। त्यसैले अब मैले लगाउनु पऱ्यो डु त लगाउने, तर डु त मैले सुरुमा राखेको छु नि त। डुलाई सुरुमा किन राखेँ किनकि डु डज डिड भनेको एक्चुअली भर्बहरू हुन्। एक्चुअली भर्बहरू कहिले पनि सुरुमा राख्नुपर्छ एसनो क्वेसन बनाउँदाखेरि। त्यसपछि हामीले राख्नुपर्छ सब्जेक्ट। अब दे भनेको सब्जेक्ट हो त्यसैले देलाई हामीले राख्यौँ। ओके, एक्चुअली भर्ब राख्यौँ, सब्जेक्ट राख्यौँ। अब हेर्नुहोस् अब यो डुलाई हामीले भवन बनाउनु पऱ्यो किनकि हामीलाई थाहा छ डु डज डिड आइसकेपछि क्वेसन सोल्युसन गर्दाखेरि त्यसपछि हामीले जति पनि मेन भर्बहरू लेख्ने हो तिनीहरूलाई चाहिँ हामीले भवन बनाउनु पर्छ। जसरी हामीले अगाडि भवन बनाएका थियौँ त्यसरी यहाँ अब यो डुलाई पनि हामीले भवन बनाउनु पर्यो। तर क्वेसन यो छ कि यो डु भनेको त आफै एउटा भवन हो अनि यसलाई हामीले भवन कसरी बनाउने त, बनाउन सकिन्छ र यसो गर्नु त असम्भव छ। त्यसैले यो डुलाई हामीले सेम यहाँ सारिदियौँ किनकि डु भनेको भगवानै त हो नि, त्यसैले सारिदियौँ। त्यसपछि अलको अल दको द क्लिनिङको क्लिनिङ अनि क्वेसन मार्क यति हो यसले भन्न खोजेको। अब यसलाई नेपालबाट बुझ्दाखेरि के हुन्छ, दे डु अल द क्लिनिङ। क्लिनिङ भन्नुको मतलब उनीहरूले सबै सरसफाइ गर्छन् भन्यो। डु दे डु अल द क्लिनिङ भन्नुको मतलब के उनीहरूले सबै सरसफाइ गर्छन् भन्यो। ओके, म यिनीहरूको नेपाली भनिदिन्छु है। जी नम्बर, एच नम्बर अनि आई नम्बर र के नम्बर जुन मैले तपाईँहरूलाई आफै बुझ्ने भनेको छु यिनीहरूलाई चाहिँ म नेपालीबाट एकचोटि भनिदिन्छु है। वी ह्याभ टु स्टडी हार्ड भन्नुको मतलब हामीले मेहनत गरेर पढ्नुपर्छ अनि डु वी ह्याभ टु स्टडी हार्ड भन्नुको मतलब के हामीले मेहनत गरेर पढ्नुपर्छ भन्यो। ओके, त्यसै गरी एच नम्बर वी ह्याड अ कार भन्नुको मतलब हाम्रोमा गाडी थियो अनि डिड वी ह्याभ अ कार भन्नुको अर्थ के हाम्रोमा गाडी थियो मतलब हामीसँग गाडी थियो भन्न खोजेको। त्यसै गरी अब यहाँ आई नम्बर हि डज एभ्रिथिङ अन टाइम भन्नुको मतलब उनी सबै काम समयमा गर्छन् भन्यो। अनि डज हि डु एभ्रिथिङ अन टाइम के उनी सबै काम समयमा गर्छन् भन्न खोजेको यसले चाहिँ। त्यसै के नम्बर है, सी डिड एभ्रिथिङ पर्फेक्टली भन्नुको अर्थ उनीले सबै काम राम्रोसँग गर्छिन् भन्यो। अब डिड सी डु एभ्रिथिङ पर्फेक्टली के उनले सबै काम राम्रोसँग गर्छिन् भन्यो। ओके, रुल्स नम्बर 4ले भनेको चाहिँ यति हो। अब चाहिँ हामी रुल्स 5 सुरु गर्न गइरहेका छौँ त्यसैले ध्यान दिएर सुन्नु होला। ल हेर्नुहोस् है, रुल्स नम्बर 5ले के भन्छ त हामी राम्रोसँग हेरौँ। ह्याज ह्याभ ह्याडसँग भर्ब 3 आएपछि अनि ह्याज ह्याभ ह्याडलाई चाहिँ सुरुमा ल्याउने, बाँकी सब सेम टु सेम सारिदिनु भन्दैछ। अब फेरि यो तिनै आउनु पर्दैन है। फेरि ह्याज ह्याभ ह्याड भनेपछि कसैले के सोच्ला तिनै एकैसँग आउनुपर्छ भन्ने सोच्ला, त्यस्तो होइन। मैले भन्न खोजेको के हो भनेपछि ह्याजसँग भर्ब 3, ह्याभसँग भर्ब 3, ह्याडसँग भर्ब 3 आएको छ कि छैन हेर्ने। यदि आएको छ भनेपछि जे आएको छ, जस्तै ह्याज आएको छ भनेपछि ह्याजलाई अगाडि लाउने अनि ह्याभ आएको छ भनेपछि ह्याभलाई अगाडि राख्ने, ह्याड आएको छ भनेपछि ह्याडलाई अगाडि राख्ने, बाँकी सब सेम टु सेम सारिदिने। ल अब इक्जाम्पल हेरौँ। हि ह्याड लेफ्ट बिफोर आई एराइभ्ड भन्नुको मतलब म पुगेभन्दा पहिले उनी गइसकेका थिए भन्यो। अब यसो हेर्ने, यसमा ह्याड आएको छ है।
ह्याड आएको छ भनेपछि ह्याडसँग भर्ब 3 आएको छ कि छैन? आएको छ। यो लेफ्ट भनेको त भर्ब 3 हो। त्यसैले अब के गर्ने? ह्याडलाई सुरुमा राख्ने, बाँकी सब सेम टु सेम साथ दिने, लास्टमा क्वेसन मार्क गरिदिने। जस्तै मैले ह्याडलाई सुरुमा राखेँ, हिको, लेफ्टको, बिफोरको, आईको, एराइभ्डको सेम टु सेम लेखेँ, लास्टमा क्वेसन मार्क गरेँ। अब ह्याड ही लेफ्ट बिफोर आई एराइभ्ड भन्नुको मतलब के भयो? केमा पुगे भन्दा पहिले उनी गइसकेका थिए भन्यो। त्यस्तै बी नम्बर, वी ह्याड इटन डिनर बाई 8 PM भन्नुको मतलब हामीले रातिको खाना 8 बजेभित्र खाइसकेका थियौँ भन्यो। अब यसो हेर्ने, यसमा ह्याज, ह्याभ, ह्याडसँग भर्ब 3 आएको छ कि छैन? यसमा आएको छ ह्याड। ह्याडसँग भर्ब 3 आएको छ कि छैन? छ। इटन भनेको त भर्ब 3 हो। ह्याडसँग भर्ब 3 आएको छ। त्यसैले ह्याडलाई सुरुमा राखेँ, उहीको, इटनको, डिनरको, बाईको, 8 PM को सेम टु सेम। लास्टमा क्वेसन मार्क। अनि अब यसले भन्न खोजेको के हो त? ह्याड वी इटन डिनर बाई 8 PM भन्नुको मतलब के? हामीले रातिको खाना 8 बजेभित्र खाइसकेका थियौँ भन्दैछ। अब सी नम्बर, सी ह्याड कम्प्लिटेड द टास्क। उनीले काम सकाइसकेकी थिइन् भन्यो। ओके, अब यसो हेर्ने, यसमा ह्याड आएको छ होइन? ह्याडसँग भर्ब 3 आएको छ कि छैन? कम्प्लिटेड भनेको त भर्ब 3 हो। त्यसैले ह्याडसँग भर्ब 3 आएको छ। ह्याड सुरुमा, बाँकी सब सेम टु सेम। ओके। अब डी नम्बर, आई ह्याभ इटन माई ब्रेकफास्ट भन्नुको मतलब मैले बिहानको खाना खाइसकेको छु भन्यो। अब यसो हेर्ने, यसमा ह्याभ आएको छ। ह्याभसँग भर्ब 3 आएको छ कि छैन? आएको छ। सो ह्याभलाई अगाडि, बाँकी आई इटन माई ब्रेकफास्ट सेम टु सेम, लास्टमा क्वेसन मार्क। अब ह्याभ आई इटन माई ब्रेकफास्ट भन्नुको मतलब के हुन्छ त? के मैले बिहानको खाना खाइसकेको छु भन्दैछ यसले नेपालीबाट है। यो यी नम्बर चाहिँ तपाईँहरू आफै गर्नु होला, किनकि यो डी र ई सेम टु सेम हो। यहाँ पनि ह्याभ आएको छ, यहाँ पनि ह्याभ आएको छ। अब यहाँ भर्ब 3 आएको छ कि छैन भनेर चेक गर्ने। भर्ब 3 आएको छ भने चाहिँ सुरुमा राख्ने, त्यसपछि बाँकी सेम टु सेम गर्ने। ओके, ल अब हेरौँ एफ नम्बर, ही ह्याज कम्प्लिटेड द प्रोजेक्ट। यो चाहिँ अलिक फरक छ है। तैपनि यो म तपाईँहरूलाई होमवर्क दिन चाहन्छु। किनकि यसमा ह्याज आएको छ। ह्याडवाला मैले गरिदिएको छु, अनि ह्याभवाला पनि मैले एउटा गरिदिएको छु। यो ह्याजवाला चाहिँ म गर्दैन। खै हेर्नु तपाईँको कति बुझ्ने प्रयास गर्नु हुँदो रहेछ मेरो भिडियोहरू हेरेर। ई नम्बर र एफ नम्बर मलाई कमेन्टमा दिनु होला एन्सर। ओके साथीहरू, अब चाहिँ हामी रुल्स नम्बर 6 पढ्न गइरहेका छौँ। रुल्स नम्बर 6 पढ्नुभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भनेपछि तपाईँहरूलाई रुल्स 1, 2 अनि यो रुल्स 3 अनि रुल्स 4 अनि यो रुल्स 5, यिनी सबै रुल्सहरू चाहिँ यो रुल्स 6 पढ्दाखेरि काम लाग्नेवाला छन् है। किनकि यिनीहरूका जब हामी इक्जाम्पलहरू गर्छौँ, इक्जाम्पलहरू सबै मिक्स भएका छन् है। रुल्स 1, 2, रुल्स 5, रुल्स 3 अनि रुल्स 4बाट यो इक्जाम्पलहरू आएका छन् है यो रुल्स 6 पढ्दाखेरि। बाँकी त यी शब्दहरू के होइन, यी शब्दहरू के भन्न खोजेको भनेपछि रुल 6ले बाँकी यो सम आएपछि एनी लगाउने, अलवेज नेभर आएपछि एभर लगाउनु पर्छ, अलरेडी आएपछि एट लगाउने, समन आएपछि एनिमल लगाउने, सम बडी एनी बडी लगाउने, सम वेयर आएपछि नेगेटिभ इन्ट्रोगेटिभ बनाउँदाखेरि एनी वेयर लगाउने। यी शब्दहरूलाई एकचोटिमा नेपालीमा भन्न चाहन्छु है। सम भनेको केही, एनी भनेको कुनै, अनि अथवा अर्को हुन्छ केही पनि। अलवेज भनेको चाहिँ सधैँ, नेभर भनेको चाहिँ कहिले पनि होइन, अनि एभर भनेको चाहिँ कहिल्यै, अलरेडी भनेको चाहिँ पहिले नै अथवा पहिल्यै, अनि एट भनेको चाहिँ अझै भन्ने हुन्छ, अनि सम वान भनेको चाहिँ कोही, अनि एनी वान भनेको चाहिँ कोही पनि भन्ने हुन्छ, अनि सम बडी भनेको चाहिँ कोही व्यक्ति भन्ने हुन्छ, मतलब सम बडी कोही व्यक्तिलाई जनाउँछ, अनि एनी बडी भनेको चाहिँ कोही पनि व्यक्ति भन्ने जनाउँछ। अब त्यसै गरी सम वेयर भनेको चाहिँ कतै, अनि एनी वेयर भनेको चाहिँ कतै पनि। अब यसलाई नेपालीबाट बुझिसकेपछि हामी यसमा बुझ्नुपर्ने केही छैन, डाइरेक्ट हामीले बुझ्नुपर्ने इक्जाम्पलहरू हो। इक्जाम्पल त गर्ने, तर इक्जाम्पल गर्नुभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई एउटा सानो कुरा के भन्न चाहन्छु भनेपछि जुन रुल्सहरू हामीलाई यहाँ इक्जाम्पल गर्दाखेरि हामीलाई काम लाग्ने हो, ती सबै रुल्सहरू रुल 1, 2, 3, 4, 5 सबै रुल्सहरू हामीले राम्रोसँग बुझि पनि सकेका छौँ र राम्रोसँग पढि पनि सकेका छौँ। त्यसैले मलाई के लाग्छ भनेपछि तपाईँहरूलाई मैले यी इक्जाम्पलहरू राम्रोसँग बुझाउनु नपर्ला, र मतलब यो इक्जाम्पलहरू गरेर नदेखाउनु पर्ला है। गर्न त मैले यहाँ गरिदिएकै छु, लेखिदिएकै छु इक्जाम्पलहरू। जस्तै यो क्वेसन हो, तलको यो एन्सर हो, मतलब माथिको क्वेसन तलको एस्नो क्वेसन। ओके, माथिको चाहिँ क्वेसन हो हामीले, अनि तलीको चाहिँ हामीले एस्नो क्वेसन बनाएको। मतलब मैले गरि त दिएको छु, तर म तपाईँहरूलाई यो राम्रोसँग बुझाउनेवाला छैन, किनकि मैले योभन्दा अगाडि सबै रुल्सहरूलाई एकदम बेस्ट तरिकामा बुझाइसकेको छु। त्यसैले म के भन्न चाहन्छु भने चाहिँ यसमा अलिअलि तपाईँहरूलाई हिन्ट मात्र दिन्छु है, यसरी यो आएको हो र यसरी यो आएको मात्र भन्छु। म अहिले यसलाई फेरि सुरुबाट यसलाई बुझाउने, यसलाई फेरि नेपालीबाट बुझाउने, यसलाई बुझाउने, अनि यसलाई राम्रोसँग बुझाउने, अनि यसको यो जस्तै यहाँ मानौँ ब्राउट छ, यो ब्राउटको डिड आयो, कसरी आयो, किन आयो, यसरी म तपाईँहरूलाई भन्नेवाला छैन। ओके, यो कुरा तपाईँहरू बुझ्नु होला। ल हेर्नुहोस् है, ए नम्बर,
त्यो रुल्स नम्बर 4 सँग मिल्नेवाला क्वेसन हो यो। अब यसमा के भनेको छ भनेपछि सबतिर त ठिकै छ, धेरै म बुझाउन्न। बस यसमा यो बुझ्नुहोस् कि क्वेसनमा सम आएको हुनाले यहाँनिर एनी आएको, बस अरू सब सेम टु सेम हो। जस्तो रुल्स नम्बर 4 मा हामीले पढेका थियौँ। ओके, अब यहाँ अलरेडी भनिदिएको छ यहाँ सम आएपछि एनी लगाउने, त्यसैले सम आएको छ क्वेसनमा हामीले एनी लगायौँ, त्यति मात्र गरेको। अब बी नम्बरमा अब धेरै बुझ्नु होइन, यो पनि मैले रुल नम्बर 3 मा राम्रोसँग बुझाइसकेको छु। यहाँनिर सम आयो त्यसैले एनी आएको भनेर बुझ्ने हो। बाँकी रुल नम्बर 3 मा मैले राम्रोसँग बुझाएकै छु। अब यसमा सुरुमा सम 1 छ, त्यसैले यहाँ एनी 1 आएको हो। यो चाहिँ रुल नम्बर 1 सँग मिल्छ है, किनकि यसमा एक्चुअली भर्ब आएको छ, यो इज एक्चुअली भर्ब आएको छ, यसलाई हामीले सिधा अगाडि राख्यौँ। बाँकी सब सेम टु सेम सार्ने हो, तर के आएको छ यहाँ सम 1 आएको छ। अब सम 1 लाई त सेम टु सेम सार्न मिल्दैन, किनकि हामीलाई के भनेको छ रुल नम्बर 6 ले के भन्छ भनेपछि सम 1 आएपछि इन्ट्रोगेटिभ बनाउँदाखेरि एनी 1 लगाउनुपर्छ भनेको छ। त्यसैले सम 1 आयो, हामीले एनी 1 लेख्यौँ। यो बाँकी एक्चुअली भर्ब जो इज छ नि त्यसलाई अगाडि राख्यौँ। एट द डोर सेम टु सेम। अनि सम 1 हेल्प मी, यो पनि त्यस्तै हो। अब सम 1 आएको चाहिँ एनी 1 गऱ्यो, अब हेल्प आएको चाहिँ भर्ब 2 आयो, डिड आयो। ओके, यो रुल नम्बर 3 सँग मिल्छ। त्यसै गरी सम बढी आयो एनी बढी आयो, सम बढी आएको हुनाले एनी बढी आयो, किनकि यहाँ हामीलाई भनिदिएको छ सम बढी आएपछि एनी बढी राख्नुपर्छ इन्ट्रोगेटिभ बनाउँदाखेरि। सो बाँकी इज अगाडि सेम टु सेम, यो पनि रुल नम्बर 1 सँग मिल्छ। अनि त्यसै गरी अब सम बढी, यहाँ अब एनी बढी आयो, अब नक्ड भनेको भर्ब 2 हो, त्यसैले डिड आयो। अब बाँकी सब सेम सेम, मतलब यो रुल नम्बर 3 सँग मिल्छ है। त्यसै गरी आई वान्ट टु गो समवेयर, अब यो भनिरहनु पर्दैन, यो रुल नम्बर 3 सँग मिल्छ। बाँकी हि लिभ्स समवेयर, अब यो धेरै बुझ्नु पर्छ। अब समवेयर आएको हुनाले यहाँनिर एनीवेयर आएको छ, किनकि यहाँ हामीलाई क्वेसनले भनिदिएको छ समवेयर आएपछि एनीवेयर गर्ने। सो त्यति अरू केही होइन, यो पनि रुल नम्बर 3 सँग मिल्छ, यो पनि 3 सँग, यो पनि 3 सँग, यो 5 सँग मिल्छ, यो पनि 5 सँग मिल्छ। ओके, यहाँ अलवेज आएको छ, त्यसैले यहाँ एभर आएको। बाँकी सब रुल नम्बर 3 जस्तै। यहाँ नेभर आएको हुनाले यहाँ एभर आएको, बाँकी सब रुल नम्बर 3 जस्तै। यसमा चाहिँ यहाँ अलरेडी आएको छ, यहाँ अलरेडी आएको हुनाले यहाँ लास्टमा एट आएको हो। बाँकी यो रुल नम्बर 5 सँग मिल्छ। अनि यो अलरेडी आएपछि यो एट कहिले पनि लास्टमा आउँछ है, यो एट बिचमा आउँदैन। जसरी यहाँ एभर नेभर आएको हुनाले एभर बिचमा आएको छ नि, त्यसरी यो एट चाहिँ कहिले पनि अन्तिममा लाग्छ, यो कुरा ध्यान दिनु होला। बस अरू केही बुझ्ने छैन यसमा। जस्तै यहाँ नम्बर सी हेज अलरेडी लेफ्ट भन्नुको मतलब अब यसमा अलरेडी आएको चाहिँ एट लास्टमा हुन्छ। ओके, किनकि यहाँ हामीलाई भनिदिएकै छ अलरेडी आएपछि एट आउँछ, तर एट कहाँ आउँछ, लास्टमा आउँछ कहिले पनि है, यो कुरा ध्यान राख्नु होला। ओके साथीहरू, हामीले चाहिँ एस्नो क्वेसनको यो कम्प्लिट भिडियो हो। हामीले यो एस्नो क्वेसन कसरी बनाउने, एस्नो क्वेसन भनेको के हो, हामीले अल कुरा एस्नो क्वेसनको बारेमा बुझिसकेका छौँ र हामीले अब एस्नो क्वेसनको यहाँ रुल्स 6 मा हामीले पढिसकेका छौँ। यति नै हो एस्नो क्वेसन भनेको। बाँकी योभन्दा धेरै मलाई थाहा भएन, मैले बुझेको यति नै हो। सकेसम्म मैले आफूले बुझेको सकेसम्म तपाईँहरूलाई बुझाउने प्रयास गरेको छु। आजलाई यति नै। बाँकी भिडियोहरू मेरो यस युट्युब च्यानलमा आउँदै गर्नेछन्, तपाईँहरू हेर्दै जानुहोला र मलाई साथ सपोर्ट गर्न नभुल्नुहोला। ओके गाइज, यो भिडियो हेरिदिएकोमा थ्याङ्क यू सो मच, लभ यू, बाई बाई।